रेकर्डिङ बिर्सिएछ। त्यो चाहिँ केबाट बनाइएको त भन्दाखेरि सुरुमा एउटा इमेज बनाइयो, त्यस पछाडि भिडियो बनाइयो, त्यो इमेजलाई बोल्न लगाइयो। त्यो सबै रियलिस्टिक फिल आउने गरी तपाईँले डे 4 सम्म आइपुग्दासम्म चाहिँ तपाईँलाई यस्तो फिल हुन्छ कि एआई सम्बन्धी मैले धेरै कुरा जानिसकेँ भन्ने फिल हुन्छ र त्यो पर्फेक्टली जानी पनि सक्नुहुन्छ। किनकि जब तपाईँलाई भोइस बनाउन आउँछ, इमेज बनाउन आउँछ, भिडियो बनाउन आउँछ भने पछाडि त त्यो त धेरै धेरै माथिल्लो लेभलसम्म सिकिसक्नु भएको हुन्छ। त्यस पछाडि तपाईँहरूले के गर्न सक्नुहुन्छ भने 5औं दिनमा पुगिसके पछाडि चाहिँ टेक्स्टबाट डाइरेक्ट प्रम्प्ट दिएर भिडियो बनाउने यो पनि सिक्न पाउनुहुन्छ। त्यो सँगसँगै तपाईँहरूले कार्टुनहरू पनि यही 5 दिनभित्रै बनाउन सिक्नुहुन्छ। जुन चाहिँ अचेल त्यो डान्स गरेको भिडियो आउँछ नि, बालेनलाई डान्स गराएको, केपी ओलीलाई डान्स गराएको। अब हुन त त्यस्तो फेमस क्यारेक्टरहरूलाई युज गरेर त्यसरी बनाउन चाहिँ हुँदैन, तर जे होस् स्किल चाहिँ एउटा पोजिटिभ वेमा लिएर सिक्नुहोस्। सबै कुरा हामीले तपाईँलाई 5 दिनभित्रमा एआई सम्बन्धी पर्फेक्टली सिकाइसक्नेछौँ। यो त भयो 5 दिनको लागि सिक्नेहरूको लागि हो। जसले 7औं दिनसम्मको लागि रजिस्टर गर्नुभएको छ उहाँहरूको लागि अब आयो एउटा बब्बाल चाहिँ तपाईँको सेसनको पार्ट हो। यो चाहिँ खासमा अघिल्लो 5औं दिनसम्म सिकेका कुराहरूलाई मोनिटाइज गर्नु पर्यो नि त, होइन? फेसबुक युट्युबतिर अपलोड गर्नु पर्यो, त्यहाँबाट तपाईँको आफ्नो ब्रान्ड इस्टाब्लिस गर्नु पर्यो, अर्निङ गर्नु पर्यो, चाहे फ्रिलान्सिङ गरे पनि, चाहे तपाईँको मार्केटिङ गरे, डिजिटल मार्केटिङ गरे पनि, होइन, चाहे एउटा कन्टेन्ट क्रिएटरकै रूपमा काम गरे पनि, जसरी भए पनि एउटा पर्फेक्ट कन्टेन्ट त चाहियो नि त नि। त्यसको लागि 6औं दिनमा हामीले के सिक्छौँ थाहा छ? हामीले सिक्ने भनेको भाइरल कन्टेन्ट रिसर्च गर्ने प्र्याक्टिकल मेथडको बारेमा सिक्छौँ, ट्रेन्ड एनालाइसिस गर्न सिक्छौँ, जहाँबाट चाहिँ हामीले ट्रेन्डिङ टपिक, कुन टपिकमा भिडियो बनायो भने तत्कालै भाइरल हुनसक्छ, ट्रेन्डिङमा चल्ने भिडियोहरू चाहिँ कसरी पत्ता लगाउन सकिन्छ त्यसको बारेमा मजाले बुझ्न सकिन्छ। अब यो भन्दै गर्दाखेरि कतिपयलाई जसले मेरो भिडियो हेर्नु भएको छैन उहाँहरूलाई लाग्न सक्छ कि यत्रो आइडिया भए त सुजन पोखरेल आफैले बनाइहाल्थ्यो नि, किन हामीलाई सिकाइरहन्थ्यो, होइन? यो त यो यत्रो थाहा भएको भए भने जस्तो लाग्न सक्छ होला। मेरो पेजमा गएर हेर्न सक्नुहुन्छ, मेरो चाहिँ युट्युबमा गएर हेर्न सक्नुहुन्छ। मेरो भिडियोको क्वान्टिटी जति छ नि त्यो क्वान्टिटीको हिसाबले त्यत्रो के अरे 7.5 मिलियनसम्म भ्युज आउनु सिङ्गल भिडियोमा भनेको त्यो मलाई जहाँसम्म लाग्छ कुनै सामान्य कुरा हो जस्तो चाहिँ मलाई लाग्दैन। किनकि भिडियोको सङ्ख्या एकदमै कम छ, हेर्नुहोस् हो। तपाईँहरू आफैले हेरेर पत्ता लगाइहाल्नुहुन्छ हो। टिकटकमा, फेसबुकमा, युट्युबमा मेरो राम्रै छ, जति कन्टेन्ट मैले अपलोड गरेँ त्यसमा एकदम सेटिस्फाइड छु म। र त्यति थोरै कन्टेन्टमा त्यो त्यतिको भ्युज आउनु भनेको एकदमै राम्रो कुरा हो। त्यसै गरी तपाईँको किवर्ड रिसर्च र अडियन्स टार्गेटिङ यो चाहिँ तपाईँको कन्टेन्ट क्रिएसनको लागि एकदमै इम्पोर्टेन्ट कुरा हो। त्यसै गरी कम्पिटिटर एनालाइसिस पनि छुटाउनै नहुने कुरा छ। डाटाबेस कन्टेन्ट प्लानिङ, तपाईँले फ्युचरको लागि एउटा राम्रो कन्टेन्ट क्रिएटर बन्नको लागि चाहिँ कन्टेन्टको प्लानिङ कसरी गरिन्छ, तपाईँ एउटा कसरी चाहिँ परिपक्व कन्टेन्ट क्रिएटर बन्ने भनेर त्यहाँ यो बारेमा पनि कुरा गर्नेछौँ। र ओभरअलमा तपाईँको रिच र ग्रोथ आउने कन्टेन्ट स्ट्राटेजीको बारेमा कुरा गर्नेछौँ, जहाँ चाहिँ तपाईँले थोरै मेहनतमा एकदम सजिलै काम गरेर पनि सोसियल मिडियामा चाहिँ आफ्नो दबदबा कायम गर्नु पर्यो हो। एटलिस्ट धेरै नभए पनि मेरो जतिको मैले 2टा सिल्भर प्ले बटन लिएको छ अहिलेसम्म, तपाईँले पनि एटलिस्ट धेरै नगरे पनि 2टा सिल्भर प्ले बटन लिनु पर्यो। मेरो फेसबुकमा लगभग 2.5 लाख फलोवर्स छन् यो अन्तिम पेजमा, एटलिस्ट फेसबुकमा त्यति पुग्नु पर्यो, टिकटकमा 40-50 हजार फलोवर्स तपाईँहरूको पनि हुनु पर्यो भन्ने हिसाबले मेरो अनुभवमा मैले म जतिको चाहिँ बन्न सक्नुहुन्छ यसरी भनेर सिकाउने हो। त्यो सँगसँगै जो टप लेभलका क्रिएटरहरू छन् उनीहरूले कसरी काम गर्छन् त्यसको बारेमा पनि हामी डिटेलमा सिकाउने नै छौँ। त्यसै गरी 7औं दिनमा पुग्दाखेरि के सिक्नुहुन्छ थाहा छ? तपाईँले यहाँ अहिले अरू हेर्नु पर्दैन, एउटा एआईबाट स्क्रिप्ट लेख्न लाएर त्यो मतलब सबै तरिकाहरू त सिकि नै हाल्नुहुन्छ। तपाईँले 6औं दिनसम्म सिकेका सब कुरालाई एप्लाई गरेर पर्फेक्ट भिडियो बनाएर अपलोड गरेर एसइओ गरेर सब कुरा गरेर चाहिँ म आफैले देखाएको तपाईँहरूले हेर्न पाउनुहुन्छ हो। अब
यति भन्दै गर्दा मैले यो अरू बाँकी कुराहरूलाई छोडिदिएँ अहिले, किनकि तपाईँहरूले यहाँ देखिरहनु भएको छ यो सबै कुरा हामीले सिकाउने नै हो। अब यहाँनिर अर्को कुरा के पनि जोड्न चाहन्छु भनेदेखि खासमा मैले सिकाउने भनेको चाहिँ 6औँ र 7औँ दिनको कन्टेन्ट क्रिएसन स्ट्राटेजीको बारेमा हो। र त्योभन्दा अगाडि 5औँ दिनसम्म हाम्रो दिवस गौतम सरले चाहिँ एआई सम्बन्धी एकदम पर्फेक्टली सिकाउन सक्नुहुन्छ, किनकि उहाँ भनेको यही फिल्डको मान्छे हुनुहुन्छ। उहाँले एआई सम्बन्धी लगभग 1.5 वर्ष अगाडिदेखि चाहिँ सिकाउँदै ट्रेनिङ दिँदै आउनुभएको छ। त्यो भएको भएर यो 5औँ दिनको सेसन चाहिँ उहाँले दिने हो। उहाँसँग राम्रोसँग सिक्नु होला एआई सम्बन्धी। उहाँले हरेक सवालको जवाफ दिन सक्नुहुन्छ र हरेक कुराहरू तपाईँहरूलाई गाइड गरेर एक एक चिजलाई कभर गरेर सिकाउन सक्नुहुन्छ। अब यति भन्दै हाम्रो धेरै टाइम वेस्ट गर्न चाहन्न, 13 मिनट त गइसकेको छ। तपाईँहरू राम्रोसँग सिक्नु होला। हाम्रो भेट 6औँ र 7औँ दिनमा अवश्य पनि हुने नै छ। है त, म दिवस सरलाई चाहिँ यो कुर्सीमा छोडिदिएर म अब साइड लाग्छु। हाम्रो भेट पछि हुने नै छ। धेरै गाह्रो छ। हेलो सबैजनालाई नमस्कार। मेरो नाम दिवस गौतम। हाम्रो यहाँ क्लास स्टार्ट हुनुभन्दा अगाडि नै सरले हात उठाउनु भएको रहेछ। माइक अनै छ है। के अरे आवश्यकता परे अनुसारले नबुझेको बेलामा माइकलाई अन गरेर बोल्न सकिन्छ। यहाँनिर यो माइकको आइकन छ, यसलाई प्रेस गरेर बोल्न सकिन्छ र बोलिसकेपछि आफ्नो प्रब्लम सल्भ भइसकेपछि फेरि माइकलाई बन्द गरेर बस्नुपर्ने हुन्छ। किनभनेदेखि डिस्टर्ब भयो भनेदेखि एकजनाको डिभाइसबाट डिस्टर्ब भयो भने सबैको मतलब सबैतिर डिस्टर्ब हुन्छ है त। यहाँबाट अफ गऱ्यो भनेदेखि फेरि अब एकजनाको कारणले गरेर अरू सरहरूको क्वेसन पनि सुन्न बुझ्न पाइँदैन है। त्यो भएको हुनाले सकभर माइकलाई अफ गर्नुहोस् र केही त्यस्तो आवश्यकता परे अनुसारले सोध्नु पर्यो बुझ्नु पर्यो भनेदेखि अब यो स्क्रिनमा आएको बेलामा त हात उठाउन सकियो, अरू कुनै स्क्रिनमा भएको बेलामा डाइरेक्टली माइक खोलेर पनि बोल्नलाई पाइयो है। हाम्रो मोहन सरले हात उठाउनु भएको थियो, के छ होला सर? मैले चाहिँ सोध्न खोजेको सर, यो भिडियो रेकर्ड भइरहेछ, हामी रेकर्ड त पटक पटक हेर्न सक्छौँ नि, हामीले पाउँछौँ नि यसको रेकर्ड? मजाले सर, भर्खर 7 मिनट भएको रहेछ रेकर्ड ए हुन्छ हुन्छ, त्यही सोध्नलाई। किनभने हामी लेख्न पेन लिएर बस्ने कि अब पछि रेकर्ड हेर्न मिल्छ भने पेन कपी लिनु पर्दैन सर। यो अलिकति हामीले थोरै आइडिया मात्रै लिने हो यसबाट। जसरी हामी मोबाइल चलाउँछौँ, कम्प्युटर अथवा ल्यापटप चलाउँछौँ, त्यसै गरी चलाउनको लागि सिक्ने हो। याद गर्ने कुराहरू त्यति धेरै यसमा हुँदैनन्। सिम्पल केही लगभग तपाईँको 20-25वटा वर्डहरू हुन्छन् होला याद गर्ने, त्यति नै हो है। ल, प्रम्प्टहरू लेख्दाका कुराहरू पनि त अब पछि बिर्सिन सक्छ होइन, कुन प्रम्प्ट कसरी लेखिया छ भन्ने कुरा। त्यसको लागि हुन्छ, त्यसको लागि पनि सकभर प्रम्प्ट त म उसमा वाट्सएपमा पनि पठाइदिनै हाल्छु पछितिर है त। हुन्छ। अब यसको चाहिँ हजुर फाइलै बनाएर जस्तो प्रम्प्टहरूको अब के छ, पिपिटीमा छ भने उसमा या वर्ड फाइल जे छ त्यो फाइलै दिनुभयो भने पछि हामीहरूलाई सजिलो हुन्छ। ठिक छ। डे 1, डे 2 अनि त्यसपछिबाट डे 1 र डे 2 को प्रम्प्ट आउँदैन। डे 3 र डे 4 को म प्रोभाइड गरिदिन्छु। डे 5 मा त्यसै गरी काम गर्ने हो, पछिल्लो काम गरे अनुसारले नै काम गर्ने हो। त्यो भएको हुनाले 2वटा डेको क्लास, 2वटा डेको चाहिँ प्रम्प्ट भयो भनेदेखि भइहाल्छ, त्यति धेरै चाहिँदैन पनि त्यसमा है त। हुन्छ, वाट्सएपमा त हामी छँदैछौँ होइन, अब अरू हुन्छ सर। ल, अनि हाम्रो रबिन सरले हात उठाउनु भएको छ, सरको के छ होला? सर नमस्कार। हजुर नमस्कार सर, अहिले जुन हेर्दै गरेको जुन स्लाइड सो थियो नि सर, त्यो हामी पाउँछ कि पाउँदैनौँ? पाउनुहुन्छ सर, किन नपाउनु र। म यो सबैलाई कपी गरेर हालिदिन्छु है। ए हुन्छ सर, त्यही सोध्नलाई थ्याङ्क यू। 43 मा यो, त्यसपछिबाट 32 मा 5 डेको छ है। ल, दुईटैवटा सेसनमा मैले हालिदिएको छु। ल, आज डे 1 मा प्रम्प्ट इन्जिनियरिङ भनेको छ। अब सर सुजन सरले भनिहाल्नु भएको छ होइन, डे 1 मा मात्रै यो प्रम्प्ट इन्जिनियरिङ एकदम गाह्रो हुन्छ। किनभनेदेखि तपाईँको सबैजना सरहरूले पहिल्यै चलाइसकेको हुनुहुन्छ भनेर पनि भन्न मिल्दैन। कोही कोही सरहरू चाहिँ अब फर्स्ट टाइम चलाउँदै पनि हुनुहुन्छ। त्यो भएको हुनाले
बेसिक लेभलबाट हेर्नेछौँ। आज पुरै बेसिक हेर्नेछौँ र भोलिदेखि चाहिँ हल्का अगाडि स्टेप बाई स्टेप बढाउँदै जानेछौँ। डे 4 सम्म आइपुग्दाखेरि हाम्रो एडभान्स लेभलको प्रम्प्टमा पुगिसक्छौँ है। त्यो भएको हुनाले अब आजको क्लासमा हामीले प्रयोग गर्ने टुलहरूलाई मात्रै फोकस गर्न सक्छौँ। यसमा चाहिँ च्याट जिपिटी, जिमिनी अनि एलएमएरिना छ। यसमा चाहिँ के छ भनेदेखि तपाईँको च्याट जिपिटीले गर्ने काममा तपाईँको च्याट जिपिटीले स्क्रिप्ट बनाउँछ, त्यसपछि केही गरी होटल बुक गर्नु पऱ्यो भने होटलहरू बुक गर्छ, डिजाइनिङ गर्नु पऱ्यो भने डिजाइनिङ गर्छ होइन, इमेज जेनेरेट गर्नु पऱ्यो भने इमेज जेनेरेट गर्छ। तर भिडियो चाहिँ बनाउँदैन है, च्याट जिपिटीले भिडियो बनाउँदैन। हामीले स्क्रिप्टिङ, इमेज जेनेरेट गर्ने अनि त्यसपछि यदि अब वेबसाइट अथवा मोबाइल एप बनाउनुहुन्छ भने कोडिङ गर्ने, त्यस्तो रिसर्च गर्ने, त्यस्तो कामहरू चाहिँ च्याट जिपिटीबाट मजाले गर्न सकिन्छ। जिमिनीमा पनि तपाईँको इमेज जेनेरेट गर्न पाइन्छ, स्क्रिप्टहरू पनि जेनेरेट गर्न पाइन्छ। त्यसपछिबाट तपाईँको इमेजलाई डाइरेक्टली एनिमेट गरेर भिडियो पनि बनाउन पाइन्छ यदि आफूसँग क्रेडिट छ भनेदेखि। क्रेडिट छैन भनेदेखि चाहिँ त्यो बनाउन पाइँदैन है। अनि अर्को छ एलएमएरिना। एलएमएरिनाले चाहिँ के गर्छ भनेदेखि यो च्याट जिपिटीको सब्सक्रिप्सन लिइराख्नु पर्दैन। एलएमएरिना चलाउँदाखेरि च्याट जिपिटीको सब्सक्रिप्सन फ्रीमा हामीले एलएमएरिनाभित्रबाट चलाउन मिल्छ है। त्यसै गरी जिमिनीको पनि सब्सक्रिप्सन लिइराख्नु पर्दैन। एलएमएरिनाभित्र तपाईँको अहिलेसम्म निस्किएका एआई टुलहरू धेरै पाइन्छन्। अब आफूले सर्च गरी युज गर्न पाइन्छ। सबैभन्दा अगाडि चाहिँ तपाईँको मोबाइलमा च्याट जिपिटी यदि मोबाइल एप छ भनेदेखि पनि ठिकै छ, यदि छैन भनेदेखि पनि तपाईँको एप्लिकेसन डाउनलोडै गरिहाल्नुपर्छ भन्ने पनि हुँदैन। क्रोम ब्राउजर त यस्तो टाइपको आइकन भएको त मोबाइलमा पाइन्छ है। क्रोम ब्राउजर यस्तो टाइपको पाइन्छ अथवा गुगलको आइकन भएको त पाइन्छ हो। त्यसमा तपाईँले क्लिक गर्नुभयो भनेदेखि चाहिँ सर्च गर्ने एउटा अप्सन आउँछ। यहाँनिर सर्च गर्ने अप्सनमा च्याट जिपिटी भनेर सर्च गर्नुभयो भने कहाँ पुग्यो, च्याट जिपिटी भनेर सर्च गर्नुभयो भने च्याट जिपिटीको यहाँनिर तपाईँको 2-3वटा सिस्टम देखाउँछ है। यहाँ मोबाइल एप चाहियो भनेदेखि मोबाइल एप पनि डाउनलोड गर्न पाइन्छ प्ले स्टोरबाट। अनि त्यसपछिबाट अब यदि एप्पलको सिस्टम चलाउँदै हुनुहुन्छ भने एप्पल स्टोरको पनि यहाँबाट डाउनलोड गर्न मिल्छ। जस्तै chatgpt.ios गऱ्यो भनेदेखि यसले चाहिँ एप्पल स्टोरमा यो टाइपको हुने हो होइन। यसबाट डाइरेक्टली मोबाइलमा चाहिँ डाउनलोड गर्नलाई मिल्छ। डाउनलोड गरेर पनि चलाउन सकियो। डाउनलोड नगरिकन चलाउने हुँदाखेरि क्रोम ब्राउजरबाट चलाउनु पर्ने हुन्छ है। पहिला हजुर भिडियो देखेन त, भिडियो देखिएन भन्नाले तपाईँ एकजनाको मात्रै नदेखिएको हो कि अरू सरहरूकोमा पनि नदेखिया हो? हाम्रोमा चाहिँ देखिराखेको छ क्लियरली। यदि भिडियो देखिएन हेर्दै भिडियो चाहिँ नि ब्ल्याकमा आयो अथवा आवाज सुनिएन भनेदेखि एकचोटि काटेर फेरि जोइन हुनुभयो भनेदेखि सुनिन्छ है। त्यो नेटको प्रब्लमले गर्दाखेरि हुनसक्छ त्यस्तो। यो मिटिङ सकेपछि पछि सोध्न मिल्छ? मिल्छ सर। अहिलेलाई मैले माइक अफ गर्छु। म यो क्लास सकिएपछि एकैचोटि लास्टमा के कस्तो प्रश्न रहन्छ त्यो अनुसारले हेर्छु है त। ल त्यसपछिबाट सिधै गुगल क्रोममा सर्च गर्ने हुँदाखेरि अथवा गुगलमा सर्च गर्ने हुँदाखेरि च्याट जिपिटी भनेर लेखिदिनुहोस्। च्याट जिपिटी भनेर लेखेपछि यहाँ माथिपट्टि च्याट जिपिटीको अफिसियल लिङ्क यही नै हो है। च्याट जिपिटी लेखेको छ, यसमा क्लिक गर्नुभयो भने यो ओपन भइहाल्छ। यस्तै अरू पनि लिङ्कहरू छन् यहाँनिर। यो ओपन एआईको छ होइन। त्यसै गरी यहाँनिर पनि ओपन एआईको छ, अर्को डिप एआईको छ। च्याट जिपिटी मात्रै सर्च गर्दा पनि यति धेरै टुलहरू देखाइरहेछ। अरूतिर नजाने च्याट जिपिटी लेखेकोमै क्लिक गरेर ओपन गर्ने यसलाई होइन। यसलाई ओपन गर्दाखेरि चाहिँ सुरुवातमा तपाईँको अलिकति फरक टाइपले आउँछ है। यो ल्यान्डिङ पेज यसको छुट्टै हुन्छ। यसमा लगइन गर्न मिल्छ, साइन अप गर्न मिल्छ। अनि त्यसपछिबाट यसैमा चाहिँ तपाईँको केही कुराहरू टेम्पररी रूपमा भनेको के अरे डेटा सेभ नहुने टाइपले सोध्न मिल्छ। यत्तिकै पनि सोध्न मिल्छ यसलाई लगइन नगरिकन है। यदि फोटोहरू जेनेरेट गर्नु पर्यो अथवा फाइलहरू अपलोड गर्नु पर्यो भनेदेखि चाहिँ बल्ल लगइन गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर यो प्लसको आइकनमा थिच्यो भनेदेखि यो जिपिटिएस चलाउनलाई पनि लगइन गर्नुपर्छ। डिप रिसर्च चलाउन
चलाउनको लागि पनि लगइन गर्नुपर्छ, फाइलहरू एड गर्नलाई पनि लगइन गर्नुपर्छ भनेर यसले देखाउँछ है। मोबाइलमा चाहिँ अलिकति थोरै फरक टाइपको हुन्छ र मोबाइलमा पनि उस्तै देखिन्छ केही कुराहरू चाहिँ, मतलब अब तपाईँको मोबाइलको स्क्रिन त सानो हुन्छ, सानो स्क्रिन भइसकेपछि यो अरू अब्जेक्टहरू, टेक्स्टहरू जे कुरा देखिन्छ नि कम्प्युटर अथवा ल्यापटपमा, ती कुराहरू चाहिँ कुनै पनि एउटा आइकनभित्र लुकेर बसेको हुन्छ। जस्तै कि मैले ठुलो स्क्रिन बनाउँदाखेरि यतापट्टि साइडमा यति कुराहरू लेखिएको आएछ नि है, अनि अब यिनीहरू त देखि नै रहेको थियौँ अघि पनि। यतापट्टिको साइडको चिजहरू चाहिँ तपाईँको मोबाइल स्क्रिनमा हेर्दाखेरि चाहिँ त्यो हाइड भएको छ, मतलब कि त्यो देखिएको छैन है त। त्यो चाहिँ कसरी हेर्ने भनेदेखि यो आइकन छ नि, यो दुईवटा धर्सा देखिएको, यो माथिपट्टि GPTS लेखेको माथिपट्टि साइडमा दुईवटा धर्सा छ, यसमा क्लिक गर्नुभयो भनेदेखि त्यो सबै अघि हाम्रो ठुलो स्क्रिनमा हेर्दाखेरि जे कुरा देखिएका थियौँ त्यो सबै कुराहरू यहाँनिर इन्क्लुड भएका हुन्छन् है। हाम्रो यो चाहिँ ड्रअर भयो, यतापट्टि साइडको यो ड्रअरमा तपाईँले क्लिक गरेपछि यो भित्र भएका सबै सामग्रीहरू हेर्न सकिन्छ है। अनि त्यसपछिबाट यसलाई लगइन गर्ने, पहिला सुरु यहाँबाट लगइन गर्दा पनि हुन्छ, अथवा यो ड्रअरलाई चाहिँ ओपन गर्ने यहाँ मुनिपट्टि लगइनको अप्सन छ, यसमा थिचेर यसलाई लगइन गर्न सकिन्छ। गुगल एकाउन्टबाट लगइन गऱ्यो भने एकदम सिम्पल तरिकाले लगइन भइहाल्छ। यदि अब के अरे एप्पल सिस्टम चलाउँदै हुनुहुन्छ भने एप्पलबाट पनि लगइन गर्न मिल्छ, एप्पल आइडीबाट। त्यसै गरी फोन नम्बर राखेर पनि लगइन गर्न मिल्छ, र इमेल राखेर इमेलमा ओटिपी पठाएर त्यो ओटिपी फेरि यसमा राखेर त्यो अनुसारले पनि भेरिफाई गरेर लगइन गर्न मिल्छ। अब त्यति धेरै झन्झटभन्दा डाइरेक्टली कि गुगलबाट गर्दा ठिक हुन्छ कि एप्पल आइडीबाट गऱ्यो भने एकैछिनमा भइहाल्यो है। यसमा कन्टिन्यू विथ गुगलमा मैले प्रेस गरेँ भनेदेखि अब मेरो त पहिल्यै सुरुमा लगइन भइसकेको छ होइन, त्यो भएको कारणले गर्दाखेरि मेरो खुलि नै हाल्यो। अब फर्स्ट टाइम लगइन गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ च्याट जिपिटी सर्च गरेर कन्टिन्यू विथ गुगल गर्नुहोस्। कन्टिन्यू विथ गुगल गरिसकेपछि चाहिँ तपाईँको त्यहाँनिर सोध्छ कन्टिन्यू गर्ने हो कि नै भनेर सोध्छ, कन्टिन्यू गरिदिने। कन्टिन्यू गरिसकेपछि पनि फेरि अर्को एउटा अप्सन ल्याउँछ, तपाईँको नाम हाल्नुपर्ने हुन्छ, डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ, त्यो दुईवटा हालेर नेक्स्ट गरिसकेपछि अरू के कुराहरू सोध्छन् त्यहाँनिर। अब तपाईँले कहाँबाट पत्ता लगाएर आउनुभयो, तपाईँ के को लागि आउनुभयो, के काम गर्नुहुन्छ भन्ने यस्तै क्वेसनहरू सोध्छ त्यहाँनिर। त्यसलाई स्किप गर्ने, कन्टिन्यू गरेर लास्टमा गएर गट इट गर्नुभयो भने भइहाल्यो। यदि त्यस्तो केही समस्या आयो भने ग्रुपमा मेसेज गर्नुभयो भने पनि म गाइड गरिहाल्छु है। अनि त्यसपछिबाट च्याट जिपिटी फर्स्ट टाइम खोल्दाखेरि त यतापट्टिको यो ड्रअरमा यतापट्टिको च्याट जिपिटी लेखेको अघि मैले मोबाइल भ्यूमा देखाएको थिएँ, यहाँनिर दुईवटा जति धर्को थियो हो, त्यो दुईवटा धर्कोमा थिच्दाखेरि चाहिँ यस्तो टाइपको साइडमा चाहिँ स्लाइडर खुल्छ। यो स्लाइडरभित्र चाहिँ तपाईँको के हुन्छ भनेदेखि माथिपट्टि न्यू च्याट छ। यो न्यू च्याटको काम चाहिँ के हो भनेदेखि तपाईँको फ्री एकाउन्टमा भनेको तपाईँले पेमेन्ट नगरिकन चलाएको एकाउन्ट छ भनेदेखि 10 चोटिभन्दा बढी कन्भर्सेसन गर्नुभयो, च्याट जिपिटीसँग प्रश्न सोध्ने उत्तर लिने गर्नुभयो 10 चोटिभन्दा बढी भनेदेखि च्याट जिपिटीले एन्सर बिगार्दै दिन सक्छ है। त्यो बेलामा के गर्ने, न्यू च्याट गरेर फेरि नयाँ फोल्डर बनाएर त्यसमा काम गर्नलाई सकियो है। अनि त्यसपछिबाट सर्च च्याट भन्ने छ यहाँनिर। यो सर्च च्याटमा चाहिँ के हो भने तपाईँले पुरानो गरेका कामहरूलाई चाहिँ सर्च गरेर पत्ता लगाएर त्यसमा फेरि कन्टिन्यू काम गर्नु पऱ्यो भनेदेखि त सर्च गरेर खोज्नु पऱ्यो। अब जस्तै मेरो त्यहाँनिर यति धेरै फाइलहरू छन्, अब मलाई पुरानो मानौ इक्जाम्पलको लागि नेपालको जीवन सङ्घ भनेको छ नि, यो नेपालको जीवन सङ्घ भन्नेमा मलाई काम गर्नु छ भने अब म यहाँ कहाँ खोजौँ त, खोज्दाखेरि त धेरै समय लाग्छ नि त हो। त्यसलाई चाहिँ यहाँ मैले सर्चमा गएर यहाँनिर नेपालको जीवन सङ्घ भन्ने यहाँनिर आएको छ, यसमा तपाईँले प्रेस गरेर यसैमा डाइरेक्टली कन्टिन्यू काम गर्न सक्नुहुन्छ। च्याटको काम भनेको पत्ता लगाउने, पुरानो फाइलहरू काम गरेका फाइलहरू त यहाँ हिस्ट्रीमा आएर बस्या हुन्छ यहाँ मुनिपट्टि साइडमा हो, यहीँ भएका फाइलहरूलाई चाहिँ पत्ता लगाउने काम गर्ने भयो। अनि त्यसपछि यो लाइब्रेरी भन्ने तपाईँहरूकोमा आउन पनि सक्छ नआउन पनि सक्छ है। पुरानो पहिलेदेखि काम गर्दै आउनु भएको हो भनेदेखि आउन पनि सक्छ। यदि पहिल्यै काम गर्नु भएको छैन, फर्स्ट टाइम काम गर्दै हो भनेदेखि यो लाइब्रेरीको अप्सन नआउन सक्छ। यसमा चाहिँ तपाईँको के हुन्छ भनेदेखि अहिलेसम्म तपाईँले अपलोड गरेका फाइलहरू, अपलोड गरेका फोटोहरू र अहिलेसम्म तपाईँले जेनेरेट गरेका फोटोहरू, जेनेरेट गरेका फाइलहरू, डकहरू, पिडिएफहरू, यी सबै कुराहरू चाहिँ यो लाइब्रेरीभित्र आएर स्टोर भएर बसेको हुन्छ है। अनि त्यसपछिबाट मोबाइलमा चाहिँ तपाईँको यो मोबाइलमा भन्दा पनि ल्यापटपमा पनि हुन्छन् अथवा
डेस्कटप यिनीहरू डिभाइसमा पनि हुन्छ। तपाईँको मोबाइल अथवा ल्यापटप डेस्कटपमा चाहिँ जिपिटिएस भन्ने हुन्छ नि, यो जिपिटिएस भन्ने आएन भनेदेखि चाहिँ तपाईँको यो एप्स भन्ने छ, यो एप्समा तपाईँले क्लिक गर्नुभयो र यहाँ माथिपट्टि सेटिङको आइकन छ नि, यो सेटिङको आइकन यसको छेउमा हेर्नुभयो भनेदेखि यहाँनिर जिपिटिएस लेखेको भेटिन्छ। त्यसमा तपाईँले क्लिक गर्नुभयो भनेदेखि जिपिटिएसमा क्लिक गर्दाखेरि चाहिँ यस्तो टाइपको इन्टरफेस खुल्दैछ। यसमा चाहिँ लोडिङ अलिकति बढी लिन्छ, रियल टाइममा अपडेट गर्ने हो यसले, त्यो भएको हुनाले लोडिङ चाहिँ अलिकति बढी लिन्छ। अब जिपिटिएस भित्र गइसकेपछि यहाँनिर सर्च जिपिटिएस भनेर लेखेर आएको हुनुपर्छ, किनभनेदेखि हामीले यहाँबाट चाहिँ जस्तै फलफुलले बोलेको होइन, अनि त्यसपछिबाट चाहिँ सागसब्जीले थर्काएर बोलेको, बटलहरूले थर्काएर बोलेको भिडियोहरू बनाउँछौँ नि हो, त्यसको लागि चाहिँ इमेज क्रिएसन यहीँबाट हुनेछ। त्यही इमेजलाई मोसन गराएर भिडियो बनाउने हो। त्यो भएको हुनाले यो यदि कार्टुन फिल्डमा काम गर्ने हुँदाखेरि यो एकदम आवश्यकता छ। जिपिटिएस भन्ने तपाईँले एप भन्ने यो आइकन छ नि, एप भन्ने आइकन मोबाइलको ड्रवरमा तपाईँको एप भन्ने आइकन भेटिन्छ। त्यो एप भन्ने आइकनमा क्लिक गर्नुभयो भने यहाँ माथिपट्टि साइडमा जिपिटिएस लेखेको हुन्छ, त्यसैमा क्लिक गरेपछि आइहाल्छ है। यसलाई पनि हामीले युज गर्नलाई हेर्नेछौँ। अहिले चाहिँ म के गर्छु भनेदेखि ओभरअलमा यी टुलहरूले चाहिँ काम गर्ने कसरी काम लगाउँदा राम्रो हुन्छ भनेर ओभरअलमा मात्रै जानकारी दिन्छु र एउटा दुईवटा काम मात्रै गरेर हेर्छौँ। आज भोलिबाट हाम्रो के अरे प्रोडक्टिभ वेमा काम कन्टिन्यू हुनेछ, क्लास कन्टिन्यू हुनेछ। प्रोडक्टिभ वे भनेको चाहिँ कुनै पनि विज्ञापन बनाउँदा होस् अथवा कुनै पनि डकुमेन्ट्री टाइपको भिडियोहरू बनाउँदा होस्, स्टोरी टेलिङ जस्तो टाइपको भिडियोहरू बनाउँदा होस्, पोडकास्ट जस्तो टाइपको भिडियोहरू बनाउँदा किन नहोस्, त्यस्तो सबै कुराहरू बनाउनको लागि चाहिँ कसरी बनाउने, के गरी बनाउने भन्ने कुराहरू त अब आज समेट्न अलिकति गाह्रो छ। किनभनेदेखि च्याट जिपिटी पहिल्यै चलाउनु भएको छ, जिमिनी पहिल्यै चलाउनु भएको छ भनेदेखि त तपाईँलाई बोर पनि लाग्न सक्छ एक हिसाबले। यदि चलाउनु भएको छैन भनेदेखि चाहिँ अलिकति इन्ट्रेस्टिङ पार्टहरू पनि छन् यसमा। सबैभन्दा पहिला सुरु जान्नुपर्ने बुझ्नुपर्ने भनेको च्याट जिपिटी, जिमिनी अनि एलएमएरिना है। यति तीनवटालाई राम्रोसँगले जानियो बुझियो भनेदेखि बाँकीको काम गर्नलाई हामीलाई सजिलो पनि हुनेछ। त्यो भएको हुनाले आज ओभरअलको विषयमा मात्रै हेर्नेछौँ है त, च्याट जिपिटी, जिमिनी र एलएमएरिनाको। अनि त्यसै गरी यहाँनिर साइडमा अर्को एउटा छ एजेन्ट भन्ने, यो चाहिँ तपाईँको अटोमेसनको लागि युज हुन्छ। वाट्सएपमा अटोमेटिकली मेसेज पठाएर अर्डर एक्सेप्ट गर्ने टाइपको भयो एउटा होइन। त्यसै गरी तपाईँको चाहिँ नि यदि तपाईँले चाहिँ नि यसलाई चाहिँ एजेन्टलाई अथवा कोडेक्सलाई भनौँ न, यी दुइटैलाई यदि तपाईँले चाहिँ कोडिङ प्लेटफर्म VS कोड अथवा एन्ड्रोइड स्टुडियो यस्तो सिस्टममा चाहिँ कनेक्ट गर्नुभएको छ र त्यो VS कोड अथवा एन्ड्रोइड स्टुडियोलाई चाहिँ गिटअपसँग कनेक्ट गर्नुभएको छ भने डाइरेक्टली तपाईँले च्याट जिपिटीमा लेखेको प्रम्प्टलाई चाहिँ VS कोडमा पठाएर VS कोडबाट गिटअपमा पठाएर गिटअपबाट होस्टिङमा पठाएर सिधै वेबसाइटलाई पब्लिस गर्न सक्नुहुन्छ। मोबाइल एपलाई पनि पब्लिस गर्न सकिन्छ, तर अलिकति प्रोसेस चाहिँ थोरै डिफिकल्ट छ। यसको लागि तपाईँहरूले क्लास नगरिकन सिधै गरेर पनि ट्राई गर्नलाई सकिन्छ, तैपनि क्लास गरेर गर्नुभयो भने एकदम बेस्ट हुनेछ है त। अथवा युट्युबमा ट्युटोरियल पाइन्छन् नि यस्तो चाहिँ तपाईँको के अरे एआई टुल युज गरेर चाहिँ कोड जेनेरेट गरेर भाइब कोडिङ टाइपको सर्च गऱ्यो भने भेटिहालिन्छ है त। अनि त्यसपछि यो अर्को छ डिप रिसर्च भन्ने। यो डिप रिसर्च चाहिँ तपाईँको डे 6 र डे 7मा यसको युज हुन्छ। यो त्यही बेलामा सुजन सरले डिप रिसर्चको विषयमा एकदम राम्रो तरिकाले पर्फेक्टली बताउनुहुन्छ। यसको काम भनेको चाहिँ तपाईँको एभिडेन्स सहित फ्याक्टहरू खोजेर ल्याउने। अब आफूले चाहे अनुसारको कुरा खोज्न लगाउँछौँ नि, जस्तै मलाई केहीको विषयमा चाहिएको छ भनेदेखि त्यसको चाहिँ त्यसले प्रमाणसहित ल्याएर चाहिँ तपाईँलाई दिने भयो होइन। अब यसले दिएको रिजल्टमा चाहिँ एउटा लिङ्क आउँछ, त्यो लिङ्कमा थिचिसकेपछि त्यसले कहाँबाट त्यो अब्जेक्ट अथवा टेक्स्ट उठाएर लिएर आयो ती सबै कुराहरू यसले प्रोभाइड गर्नेछ डिप रिसर्चले है। यो चाहिँ तपाईँको डे 6 र 7मा यसलाई क्लियरली रूपले सुजन सरले क्लास गराउनुहुन्छ है। अनि अब तपाईँले जिपिटिएससँग काम गरिसक्नु भएको छ अथवा अब्जेक्ट टकसँग काम गरिसक्नु भएको छ, जिपिटिएसभित्र पाइने सबै कुरासँग काम गरिसक्नु भएको छ भनेदेखि तपाईँको यहाँनिर मुनिपट्टि साइडमा यस्तो टाइपले आएर बसेको हुन्छ। यदि फर्स्ट टाइम खोल्दै हो भनेदेखि यो चाहिँ देखाउँदैन है। यो पत्ता लगाउनको लागि अघि मैले भनिहालेँ एपभित्र यहाँ माथिपट्टि साइडमा जिपिटिएस लेखेको हुन्छ, त्यसमा क्लिक गरेर एउटा केही फुटेज जेनेरेट गर्नुभयो भनेदेखि अनि बल्ल यहाँनिर यो आएर बस्छ है।
अनि यहाँनिर छ अर्को एउटा प्रोजेक्ट भन्ने। यो प्रोजेक्ट चाहिँ तपाईँको के हो भनेदेखि 1.5 मिनट 2 मिनटको भिडियो मात्र नभएर तपाईँलाई चाहिँ लामो भिडियो बनाउनु छ, 15-20 मिनट त के भन्नु, त्यस्तै एभ्रिडे 5-5 मिनटको भिडियो बनाउनु छ भनेदेखि यसरी प्रोजेक्ट बनाएर प्रोजेक्टमा चाहिँ क्यारेक्टरहरू राखेर लग गरेर मजाले त्यसैमा काम गर्नुभयो भनेदेखि तपाईँलाई बारम्बार लग गरिराख्नु पर्दैन, बारम्बार चाहिँ नि एआईलाई सम्झाइराख्नु पर्दैन। एकचोटि प्रोजेक्टमा सम्झाइसकेपछि सबतिर यसले इन्क्लुड गरिहाल्छ है। त्यो हिसाबले हुने भयो। र यहाँ मुनिपट्टिको भने चाहिँ सबै हिस्ट्रीहरू हुने भयो है। अब तपाईँले फ्री एकाउन्टमा काम गर्दाखेरि चाहिँ धेरै काम गर्नुभयो भनेदेखि, मानौ धेरै प्रश्न सोध्नुभयो भनेदेखि तपाईँको च्याट जिपिटीले के भन्छ भने मेमोरी फुल भयो भनेर भन्छ। त्यो बेलामा चाहिँ के गर्नुहोस् भनेदेखि यहाँनिर मुनिपट्टि आफ्नो प्रोफाइलको आइकन देखाउला, अथवा मोबाइलमा चाहिँ माथिपट्टि गोलोमा आफ्नो प्रोफाइलको आइकन देखाउँछ। यो ड्ररभित्रै हुन्छ है। यो दुईवटा धर्साभित्र थिच्नुभयो भने यहाँ माथिपट्टि देखाउँछ। कम्प्युटर अथवा ल्यापटपमा चाहिँ यहाँ मुनिपट्टि देखाउला है त प्रोफाइलमा क्लिक गरिसकेपछि त्यहाँनिर चाहिँ सेटिङ भन्ने एउटा आइकन हुन्छ, अप्सन हुन्छ। त्यसमा जानुभयो र सेटिङभित्र गइसकेपछि त यहाँभित्र धेरै कुराहरू छन्। यसमा यो डेटा कन्ट्रोल भन्ने जुन चाहिँ छ नि, डेटा कन्ट्रोल भन्नेमा जानुभयो र यहाँनिर हेर्नुभयो भनेदेखि यहाँनिर डिलिट अल च्याट भन्ने छ। यहाँबाट डाइरेक्टली जे जति अहिलेसम्म कन्भर्सेसन गरेको च्याट छ सबै डिलिट हुने भयो है। डिलिट भएपछि मेमोरी पुरै खाली हुन्छ। फेरि तपाईँले भनेको प्रश्नको उत्तर यसले राम्रोसँगले दिन्छ। मेमोरी फुल भयो भनेदेखि चाहिँ तपाईँले जति नै प्रश्न गरे पनि त्यसले मेमोरी फुल भयो, प्रश्नको उत्तर दिन सकिएन भनेर यति मात्रै रिजल्ट दिने हो। मेमोरी खाली भइसकेपछि आफूले चाहेअनुसारको खोजेअनुसारको रिजल्ट यसले दिने भयो है त। त्यसपछिबाट अब यसको सब्सक्रिप्सन लिनको लागि चाहिँ अब यहीँ प्रोफाइलमा अपग्रेड भन्ने एउटा अप्सन हुन्छ। त्यो अपग्रेड भन्ने अप्सनमा क्लिक गर्नुभयो भने सबै सब्सक्रिप्सन प्लानहरू देखाउँछ। यदि आफूसँग डलर कार्ड छ भनेदेखि किनेर युज गर्नलाई सकियो है। त्यसै गरी अर्को हामीले टुल हेर्ने भनेका थियौँ जिमिनीको है। जिमिनीको टुल पनि तपाईँले क्रोम ब्राउजरमा यस्तो टाइपको आइकन देखाएको ब्राउजर हुन्छ। यो के अरे गुगलको हुन्छ होइन। यो गुगल भनेर सर्च गर्नुभयो भने पनि भइहाल्छ। सकभर मोबाइलमा त त्यो सुरुमै तपाईँको माथिपट्टि एउटा टाइम लाइन के अरे डेट एन्ड टाइम देखाउँछ, यति बजेर यति मिनट गयो भन्ने, र अर्कोपट्टि साइडमा वेदरको टेम्परेचर देखाउँछ। त्यसैको मुनिपट्टि सर्च भनेर पनि देखाएको हुनसक्छ कुनै कुनै मोबाइलमा। त्यहीँनिर सर्च गऱ्यो भने पनि हुन्छ, अथवा एप खोजेर यस्तै गुगल क्रोमवाला एप खोजेर सर्च गऱ्यो भने पनि हुन्छ होइन। त्यसमा चाहिँ तपाईँले जिमिनी भनेर सर्च गर्नुहोस्। जिमिनी भनेर सर्च गरिसकेपछि अब फर्स्ट टाइम खोल्दै हुनुहुन्छ भनेदेखि ट्राई नाउ अथवा गेट स्टार्ट भनेर अप्सन देखाउँछ। गेट स्टार्ट गरेर आफ्नो इमेल आइडीमा टिक लगाउनु भयो भनेदेखि तपाईँको जिमिनी खुलिहाल्छ। यसमा त्यस्तो केही मतलब लगइनमा चाहिँ त्यति धेरै झन्झट छैन। सकभर त तपाईँले अन गर्ने बित्तिकै त्यत्तिकै अटोमेटिकली इमेल आइडीलाई चाहिँ कनेक्ट गरेर उसले चाहिँ डिटेक्ट गरेर खुलिदिन्छ कुनै कुनै डिभाइसमा, भने कुनै डिभाइसमा चाहिँ गेट स्टार्ट गर्नुपर्ने हुन्छ है त। अनि त्यसपछिबाट यसमा पनि यहाँनिर ड्रर छ है, यो स्लाइडर छ। यहाँनिर तपाईँले क्लिक गर्नुभयो भने यो हमबर्गरमा क्लिक गर्नुभयो भनेदेखि चाहिँ यहाँनिरबाट एउटा स्लाइडर खुलेर आउँछ। मोबाइलमा पनि त्यस्तै टाइपको हुन्छ है। मोबाइलमा पनि लगभग उस्तै टाइपको हुन्छ। यसलाई यसो गरौँ यहीँ है। यहाँनिर बर्गर टाइपको एउटा बटन छ। यो बटनमा क्लिक गऱ्यो भने न्यू च्याट, त्यसै गरी सर्च च्याट है, अनि त्यसै गरी अब मुनि काम गरेका हिस्ट्रीहरू सबै कुराहरू यहाँनिर छन्। हामीलाई चाहिएको भने चाहिँ चाहे एलएम एरिनामा होस्, चाहे च्याट जिपिटीमा होस्, चाहे जिमिनीमा होस्। 1 नम्बरमा हामीलाई चाहिएको न्यू च्याट हो, 2 नम्बरमा सर्चवाला आइकन हो है। अरू बाँकी भने त हामी त्यत्तिकै पनि यहाँनिर प्लस आइकनबाट काम गराइ नै हाल्छौँ है। ल यसलाई मैले बन्द गरिदिएँ यतापट्टि। यसलाई फेरि खोल्नलाई बन्द गर्नलाई सेम आइकनमा प्रेस गरेपछि भइहाल्यो। त्यसै गरी अर्को एउटा टुल छ एलएम एरिना है। एलएम एरिना, यो एलएम एरिनाको चाहिँ आइकन अलिकति यो पिल्लर जस्तो टाइपको देखिन्छ। यसमा चाहिँ तपाईँले यही हो, यसको अफिसियल लिङ्क नै यही नै हो, एलएलएम लिडर बोर्ड भन्ने। यसमा तपाईँले क्लिक गरेर हेर्नुभयो भनेदेखि यहाँनिर एकदम पावरफुल सफ्टवेयर टुलहरू, एआई टुलहरू पाइन्छ है। यहाँनिर चाहिँ तपाईँको लगइन गर्नु भएको छैन भने लगइन गर्न मिल्छ। यहाँनिर लगइनको अप्सन आउँछ। लगइन गरिसक्नु भएको छ भनेदेखि प्रोफाइलको आइकन यसमा यहाँ देखिहाल्छ। यो ब्याटल मोड भन्ने छ नि, यो ब्याटल मोडमा तपाईँले केही पनि प्रश्न सोध्नुभयो भनेदेखि अहिलेसम्म पब्लिस भएका
सबैभन्दा बेस्ट एआई टुलबाट यसले रिजल्ट दिने भयो है। रिजल्ट अहिलेसम्मको सबैभन्दा बेस्ट एआई टुलबाट दिने भयो। र तपाईँले यो अटो एवाला छ नि, यो आइकन, यो टर्न अफ अटो मोड भनेको छ नि, यो अटोवाला आइकन चाहिँ तपाईँले अनमा राख्नुभयो भने र यसलाई भन्नुभयो मलाई इमेज जेनेरेट गर्नु छ भनेर भन्नुभयो भने डाइरेक्टली इमेज जेनेरेट गरिदिन्छ। मलाई भिडियो जेनेरेट गर्नु छ भनेर भन्नुभयो भने डाइरेक्टली भिडियो जेनेरेट गरिदिन्छ। त्यसै गरी तपाईँलाई जे चाहिन्छ त्यो अनुसारले डाइरेक्टली भन्नुभयो भने यो अटोले अटोमेटिकली डिटेक्ट गरेर यो मान्छेले चाहिँ यस्तो बनाउन खोजेको हो भनेर बुझेर चाहिँ उसले जेनेरेट गरिदिन्छ है। अनि अब यो ब्याटल मोड लेखेकोमा यहाँ तलतिर फर्केको एउटा तीर जस्तो यो यस्तो एरो पनि छ। यो एरोमा तपाईँले क्लिक गर्नुभयो भने यहाँ अरू 2वटा अप्सन छन् है, टोटल्ली 3वटा अप्सन छ। यो भनेको तपाईँको ब्याटल मोड भनेको अहिलेसम्मको तपाईँको मोस्ट पावरफुल एआई टुलबाट यसले एन्सर दिने भयो ब्याटल मोडमा है। साइड बाई साइड भनेको छ, यो साइड बाई साइडमा चाहिँ तपाईँले प्रेस गर्नुभयो भने यहाँनिर 2वटा एआई टुललाई सेलेक्ट गरेर त्यसलाई चाहिँ काममा लगाउन सक्नुहुन्छ। जस्तै अब यहाँनिर यसको पनि तलतिर फर्केको एरो छ, यसमा पनि तलतिर फर्केको एरो छ। जस्तै यहाँनिर जिमिनी 3.1 लेखेको छ नि, मैले यसमा क्लिक गरेर के बनाउने हो त, टेक्स्ट जेनेरेट गर्ने हुँदाखेरि टेक्स्ट होइन, अब यदि कोडिङ गर्ने हुँदाखेरि कोड, यदि इमेज जेनेरेट गर्ने हुँदाखेरि इमेज होइन, त्यो अनुसारले चाहिँ यसमा टिक लगाएर काम गर्न सकिन्छ। यसले भिडियो चाहिँ धेरै जेनेरेट गर्दैन, लिमिटमा जेनेरेट गर्छ। बाँकी भनेको तपाईँको इमेज जेनेरेट र टेक्स्ट जेनेरेट चाहिँ अनलिमिटेड गर्छ यदि नेटवर्क राम्रो छ भनेदेखि। यहाँनिर कुनै पनि एउटा एआई टुललाई सेलेक्ट गरौँ है। जस्तै मैले यहाँनिर यो जिमिनी सेलेक्ट अलरेडी भएको थियो, मैले यसमा चाहिँ ग्रक 4.1 थिङ्किङ भन्नेवालालाई सेलेक्ट गरिदिएँ। फ्रीमा युज गर्न पाइन्छ कि यसमा पैसा तिर्नु पर्दैन। अनि त्यसै गरी यहाँनिर च्याट जिपिटी 5.2 भन्नेवाला सेलेक्ट भएको छ। यसमा चाहिँ मैले अर्को एउटा के राखिदिन्छु भनेदेखि क्लाउड राखिदिन्छ है। क्लाउडवाला एआई राखिदिएँ मैले यहाँनिर, एउटामा ग्रक राखिदिएँ, एउटामा क्लाउड राखिदिएँ भनेपछि अब यसले के गर्ने भयो, यतापट्टि साइडमा चाहिँ ग्रकको एन्सर दिने भयो, यतापट्टि साइडमा क्लाउडको एन्सर दिने भयो है। त्यो हिसाबले यसले काम गर्छ। र अर्को छ यहाँ डाइरेक्ट च्याट भन्ने। यो डाइरेक्ट च्याटले चाहिँ के अरे संसारमा अहिलेसम्म निस्किएको सबैभन्दा बेस्ट एआई मोडेल टप नम्बर 1मा जुन चाहिँ छ अब त्यस मार्फतबाट यसले एन्सर जेनेरेट गरेर दिन्छ। तर एलएम एरिना चाहिँ तपाईँको मोबाइल एप सकभर डाउनलोड नगरेको राम्रो, यसलाई वेबसाइटबाटै चलाउँदाखेरि बेस्ट हुन्छ। अनि त्यसपछि अर्को कुरा, एलएम एरिनाले तपाईँको कन्टेन्ट चाहिँ पुरै प्रपर तरिकाले फुलमा चाहिँ दिँदैन है। इमेज जेनेरेट गर्दाखेरि त इमेज जेनेरेट हुन्छ, तर टेक्स्टहरूमा चाहिँ जेनेरेट गर्नु पऱ्यो, केही स्क्रिप्टहरू बनाउन लाउनु पऱ्यो भनेदेखि चाहिँ एकदम छोटोमा दिन्छ, यसले लामो दिँदैन। जसरी च्याट जिपिटीले लामो हो भनेदेखि लामैमा दिन्छ, जिमिनीले यदि लामो हो भनेदेखि लामैमा दिन्छ नि त, तर यसले चाहिँ लामोमा दिँदैन, यसले चाहिँ सर्टमा दिन्छ, छोटोमा दिन्छ है त। त्यो हिसाबले काम गर्छ। सबै एआई टुलहरू फ्रीमा पाइन्छ यहाँनिर, तपाईँले मजाले सर्च गरेर हेर्न सक्नुहुन्छ। जुन एआई टुल चाहिन्छ त्यो एआई टुललाई तपाईँले फ्रीमा एक्सेस गर्न सक्नुहुन्छ है त एलएम एरिनाबाट। अनि त्यसपछिबाट अब म कुन पेजमा छु त, अब आजको दिन मात्रै क्लास गरेर त होइन, भोलि पनि हुनेछ, पर्सि पनि हुनेछ। म त्यसै गरी अब फरक फरक वेबसाइटमा जाउँला, म कहाँ पुगेँ भनेर कसरी पत्ता लगाउन सकिन्छ त भनेदेखि म नेक्स्ट पेजमा गएपछि यहाँ माथिपट्टि हेर्नुभयो तपाईँले भने यहाँनिर एरिना लेखेको छ भनेपछि यो बुझ्न सकियो म अहिले एलएम एरिनाको पेजभित्र छु है। त्यसै गरी मैले अर्को पेज खोलेँ, यहाँनिर यहाँ माथि लेखेको छ जिमिनी भनेर है, म अहिले जिमिनीको पेजभित्र छु। त्यसै गरी च्याट जिपिटीमा मैले अन गरेर हेरेँ भने यहाँ माथिपट्टि साइडमा च्याट जिपिटी लेखेको छ, म अहिले च्याट जिपिटीको पेजमा छु भनेर यसरी बुझ्न सकिन्छ। त्यसै गरी भोलिका दिनहरूमा मैले गुगल एआई स्टुडियोबाट चाहिँ नि के अरे गुगल एआई स्टुडियोमा जाउँला अरे, अब म कहाँ पुगेँ भनेर तपाईँहरू खोजे गर्नु होला। त्यसमा चाहिँ अलिकति आफूले दिमाग लगाउने, माथिपट्टि साइडमा हेरिहाल्ने, यहाँ गुगल एआई स्टुडियो लेखेको हुन्छ। त्यसै गरी सुनो एआईमा जाउँला अरे, यहाँ माथिपट्टि साइडमा सुनो एआई लेखेको हुन्छ। त्यसै गरी म जुन पेजमा जान्छु, जुनसुकै पेजमा गए पनि यहाँ माथिपट्टि साइडमा लेखेको हुन्छ। यो माथिपट्टि साइडमा लेखेको हेरेर बुझ्न सकियो। यदि त्यसै गरी यदि केही गरी चाहिँ नि झुक्कियो बिर्सियो भनेदेखि अथवा चाहिँ नि थाहा भएन कसरी हो भन्ने कुरो
पत्ता लगाउन गाह्रो पऱ्यो भनेदेखि माइक खोलेर कहाँनिर पुग्यो कुन चाहिँ पेज हो भनेर त्यही बेलामा इन्स्टेन्टली सोध्नलाई पाइयो है, सोध्नलाई मिल्यो। र सकभर तपाईँहरूले माइक अन अफ गर्नुभयो भनेदेखि ठिकै हुन्छ, अन गर्नुभयो भने फेरि मैले यताबाट बन्द गर्नुपर्ने हुन्छ है। त्यो भएको हुनाले स्क्रिन सेयर छैन भन्नुभएको छ, स्क्रिन सेयर भइरहेछ सर। स्क्रिन सेयर भइरहेछ। के अरे यदि तपाईँकोमा स्क्रिन सेयर भएको देखिएको छैन भनेदेखि एकचोटि लिभ गरेर जोइन गर्नुभयो भने भइहाल्यो है। अब त्यसपछि यहाँ हेरौँ रेकर्डिङ पनि भइरहेछ। अब च्याट जिपिटीमा यहाँनिर आस्क एनिथिङ भनेर लेखेको छ। त्यसै गरी यतापट्टि साइडमा अरू अप्सनहरू पनि छन्। यहाँनिर भनेको छ सेलेक्ट मोड है। अब यहाँबाट चाहिँ अब यदि तपाईँले सब्सक्रिप्सन लिनुभएको छ भनेदेखि यहाँनिर साइडबाट तपाईँको मोडहरूलाई सेलेक्ट गर्न सक्नुहुन्छ। तपाईँलाई इन्स्टेन्ट भनेको तुरुन्तै एन्सर चाहिन्छ भने इन्स्टेन्ट गर्न सकियो। थिङ्किङमा राख्नुभयो भने अलिकति लङ टर्म थिङ्किङ गर्छ। अब यो प्रोवाला तपाईँको प्लान छ भनेदेखि प्रोमा तपाईँले टिक लगाएर काम गराउन सक्नुहुन्छ प्रो अनुसारले है। अनि त्यसै गरी यतापट्टि साइडमा यहाँनिर माइकको आइकन छ। यसले चाहिँ के गर्छ भनेदेखि भोइसलाई चाहिँ डिटेक्ट गरेर तपाईँले नेपालीमा बोल्नुभयो भने नेपालीमा शब्द बनाइदिन्छ, त्यसै गरी इङ्ग्लिसमा बोल्नुभयो भने इङ्ग्लिसमा शब्द बनाइदिन्छ। अब यहाँ यतापट्टि साइडमा चाहिँ तपाईँको प्लस आइकन छ। यहाँभित्र धेरै कुराहरू छन् है। मोबाइल भर्जनमा हेर्दाखेरि यहाँभित्र अलिकति फरक कुराहरू भेटिन सक्छ, तर कम्प्युटर अथवा ल्यापटपमा हेर्दाखेरि अलिक फरक देखिन सक्छ है त। यहाँनिर चाहिँ तपाईँको एकछिन है, यो खुल्दैछ ल। यहाँनिर तपाईँको यो प्लस आइकनमा प्रेस गर्नुभयो भने यसले चाहिँ के गरेको हुन्छ भने मोबाइल एपको त पर्मिसन चाहिन्छ। मान्छेले के गर्छन्, फोटोहरू मोबाइलमा राखेका हुन्छ, भिडियोहरू मोबाइलमा राखेका हुन्छ, त्यो डेटा लिक हुन्छ। त्यो डेटा लिक नहोस् भनेर नै सिस्टम के बनाएको हुन्छ भनेदेखि पर्मिसन लिने टाइपको सिस्टम बनाएको हुन्छ। तर कम्प्युटर अथवा ल्यापटपमा पर्मिसन लिने भनेको माइकको र क्यामेराको मात्रै हो। डिभाइसभित्र भएका त्यो के आर्टिकल राखेका छौँ अनि त्यसपछि अथवा कुनै फोटो राखेका छौँ, कुनै भिडियो राखेका छौँ भनेदेखि त्यो पठाउनलाई अथवा त्यसलाई खोल्नको लागि चाहिँ पर्मिसन लिइराख्नु पर्दैन। मोबाइलमा चाहिँ तपाईँको पर्मिसन लिनुपर्ने हुन्छ। त्यो भएको हुनाले यहाँनिर एड फोटो भनेर लेखेको छ। यहाँ तपाईँले क्लिक गर्नुभयो भने आफ्नो मोबाइलमा भएको फोटोहरूलाई अपलोड गर्न सक्नुहुन्छ। एड फोटोमा क्लिक गरेपछि त्यसले त्यहाँनिर सोध्छ, पर्मिसन लिन खोज्छ, वाइल युजिङ दिस एप अथवा चाहिँ नि अलो एभ्री टाइम अथवा चाहिँ नि यो एप खोलेपछि मात्रै खुल्ने भन्ने त्यस्तो केही सिस्टमहरू हुन्छन् त्यहाँनिर। त्यसलाई चाहिँ अब वाइल युजिङ दिस एप अथवा चाहिँ अलो अल टाइम भनेर पनि लगाउनलाई सकियो। अब जस्तो आफूलाई ठिक लाग्छ त्यो अनुसारले गर्न सकियो। के अरे तपाईँले चाहिँ वाइल युजिङ दिस एप भनेर टिक लाउनु भयो भनेदेखि जतिचोटि इमेज अपलोड गर्न खोज्नुहुन्छ त्यतिचोटि पर्मिसन लिन्छ। अब यदि तपाईँले एक्सेस अल टाइम भन्नुभयो भनेदेखि एकचोटि गरिसकेपछि तपाईँको कहिले पनि सोध्दैन, तपाईँले जति बेला पनि अपलोड गर्न पाउनुहुन्छ। त्यसै गरी मोबाइलमा अर्को पनि एउटा फिचर हुन्छ। मोबाइलमा त क्यामेरा हुन्छ अगाडि र पछाडिपट्टि साइडमा, हो त्यो चाहिँ डाइरेक्टली फोटो खिच्ने, क्यामेरालाई अन गरेर फोटो खिचेर पनि त्यसलाई हामीले च्याट जिपिटीमा राखेर आफूले चाहेअनुसारको त्यसलाई चाहिँ सेप एन्ड साइज दिनलाई सक्नेछौँ र आफूले चाहेअनुसारको त्यसलाई डिजाइनिङ टाइपको बनाउन सक्नेछौँ है। अनि यो एड फाइल भनेको छ, यसमा हामीले पिडिएफ अपलोड गर्न सक्छौँ, डक फाइलहरू अपलोड गरेर त्यो भित्र भएका टेक्स्टहरू हुन् अथवा फुटेजहरू हुन् सबैलाई एनालाइज गरेर अब हामीलाई चाहेको जस्तो एन्सर निकाल्न सक्नेछौँ। यसमा चाहिँ हाम्रो एड फाइल छुट्टै छ, एड फोटो छुट्टै छ भने कम्प्युटर अथवा ल्यापटपमा चाहिँ तपाईँको एड फाइल र फोटो एउटैमा छ है। किनभने यसमा पर्मिसन चाहिँदैन, सिधै यसमा थिचेपछि खुलिहाल्छ, डाइरेक्टली यहीँबाट भइहाल्यो। त्यो हिसाबले हुने भयो है। अनि अब हामीलाई इमेज जेनेरेट गर्नको लागि यसले यहाँनिर क्रिएट इमेज भन्ने एउटा अप्सन दिएको छ। क्रिएट इमेज भन्ने अप्सनमा तपाईँले क्लिक गर्नुभयो भने यहाँनिर तपाईँलाई कस्तो टाइपको इमेज चाहिएको हो भनेर यहाँनिर अरू दुईवटा अप्सन थपिएका छन् है। जस्तै यो अटो भनेको छ, तपाईँले जस्तो खाले इमेज जेनेरेट गर्न खोज्नुहुन्छ, जस्तो टाइपको फोटो जेनेरेट गर्न खोज्नुहुन्छ, सबै कुरा लेखेर दिनुभयो भने पनि यसले अटोमेटिकली बुझेर जेनेरेट गर्ने भयो। तर अब तपाईँले चाहिँ नि मलाई कुनै एउटा साइजमा चाहिएको छ, कुनै एउटा सेपमा चाहिएको छ भनेदेखि चाहिँ यो अटो भन्नेको यो तलतिर फर्केको तीरलाई तपाईँले क्लिक गर्नुभयो भने कस्तो साइजमा चाहिएको हो त भनेर यहाँ सोधेको छ यसले है। अब यो स्क्वायर 1:1 भनेको तपाईँको इन्स्टाग्रामको साइज भयो है।
है। त्यसै गरी यहाँनिर पोर्ट्रेट लेखेको छ, तर यो पोर्ट्रेट भन्दा पनि यो स्टोरी टाइपको पोर्ट्रेट छ नि हो, यसमा चाहिँ तपाईँको पोर्ट्रेट भिडियो एकदम ठाडो टाइपको भिडियो चाहिँ यसमा एकदम बेस्ट हुन्छ। स्टोरी टाइपबाट योबाट चाहिँ तपाईँले बनाउनु भयो भने रिल्सको लागि भिडियो बन्ने भयो, त्यसै गरी तपाईँको टिकटकको लागि बन्ने भयो, सर्ट्सको लागि बन्ने भयो होइन, युट्युब सर्ट्सको लागि बन्ने भयो। अनि यहाँ ल्यान्डस्केप भन्ने चाहिँ यो चाहिँ तपाईँको यसभन्दा पनि यो मुनिको वाइड स्क्रिन भन्नेवालालाई युज गर्नुभयो भनेदेखि युट्युबको जस्तो टाइपको तपाईँको 1300 टाइपको भिडियो बन्ने भयो। किन यसमा रेसियो नै यहीँनिर छ है। युट्युबको रेसियो के हो 16:9 है। त्यसै गरी रिल्सको अथवा टिकटकको अथवा सर्ट्सको रेसियो के हुनसक्छ 9:16 हुनसक्छ र इन्स्टाग्रामको रेसियो के छ 1:1 छ है। त्यो भएको हुनाले स्क्वायर अनि त्यसपछि स्टोरी अनि वाइड स्क्रिन यति तिनवटालाई मेनली फोकस गर्नु पर्यो है त। माइकलाई अफ गरौँ है, कार्लाङ कुर्लुङ आइरहेको जस्तो लागिरहेछ। सोध्ने हुँदाखेरि माइक खोलेर अन गरेर बोल्नुहोस्, होइन भने माइकलाई बन्द गर्नुहोस् है। अनि त्यसपछिबाट यहाँनिर अर्को एउटा स्टाइल भन्ने छ। यो स्टाइलमा चाहिँ तपाईँलाई कस्तो टाइपको फुटेज जेनेरेट गर्ने हो त, यहाँ तपाईँले चुज गर्न सक्नुहुन्छ। मलाई यस्तो टाइपको फुटेज चाहिएको हो भनेर यहाँनिर चुज गर्न सक्नुहुन्छ। यदि रियलिस्टिक चाहिएको हो भने यहाँ फोटो सुट भन्नेवाला अप्सन छ, यसमा टिक लगाउनु भयो भने त्यस्तै रियलिस्टिक टाइपको यहाँनिर अल्ट्रा रियलिस्टिक प्रोफेसनल फोटो सुट विथ सफ्ट लाइटिङ भनेर लेखेको छ नि हो, यो हिसाबले यसले जेनेरेट गर्छ। र यो चाहिँ इङ्ग्लिसमा छ, हामी पुरै नेपालीमा जानेछौँ। त्यो भएको हुनाले यसलाई हामी त्यति राम्रोसँगले हेर्ने छैनौँ है त। हाम्रो आफ्नै हिसाबले बनाउनेछौँ यसलाई इमेज पनि है। यसलाई मैले काटिदिएँ अहिले तत्कालको लागि। त्यसै गरी तपाईँको जिमिनीमा पनि यहाँनिर यो टुल भन्ने आइकन छ। यो टुल भन्ने आइकनमा तपाईँले क्लिक गर्नुभयो भने यहाँनिर क्रिएट इमेज भन्ने एउटा अप्सन आउँछ। यसलाई अन गर्नुभयो भनेदेखि चाहिँ अब तपाईँले यहाँनिर जस्तो आफूले चाहनुहुन्छ त्यस्तो टाइपको इमेज डिस्क्राइब गर्नुहोस्, मजाले यसले बनाइदिन्छ। यदि केही तलमाथि बिग्रियो ओर्यो केही सुधार्नु पर्यो भनेदेखि त्यो सुधार्न पनि हामी हेरि नै हाल्नेछौँ है। अनि त्यसै गरी यहाँनिर भर्जन छ। अब तपाईँको प्रो प्लान हो भनेदेखि प्रोमा टिक लगाएर अगाडि बढ्न सकियो। यसै प्रोकै रिजल्ट दिने भयो। भन्नुको मतलब न्यानो बनाना प्रो युज हुने भयो इमेज जेनेरेट गर्नको लागि। अब यदि तपाईँको चाहिँ फास्टमा गर्नुभयो भनेदेखि तपाईँको फ्री एकाउन्टमा जसरी काम गर्छ त्यसै गरी यसले काम गर्ने भयो है। थिङ्किङमा चाहिँ अलिकति राम्रोसँगले सोचेर मात्रै जेनेरेट गर्ने हो। त्यो भएको हुनाले थिङ्किङ सोचेर अलि राम्रो खाले रिजल्ट जेनेरेट गर्ने हुँदाखेरि थिङ्किङमा टिक लगाउँदा भइहाल्यो है त। अब यसको यहाँनिर यो युज माइक्रोफोन भनेको छ। यो युज माइक्रोफोनमा क्लिक गर्नुभयो भने तपाईँले बोलेका शब्दहरूलाई चाहिँ मोबाइलबाट हो भनेदेखि कुनै कुनै डिभाइसमा त बोलेको शब्दलाई उसले बोलेरै पनि एन्सर दिन्छ, तर कुनै डिभाइसमा चाहिँ बोलेको शब्दलाई चाहिँ उसले लेखेर अक्षरमा राख्छ अनि त्यसलाई हामीले सेन्ड गरिदिएपछि त्यही अनुसारले उसले एन्सर लेखेर दिन्छ है। त्यो काम हुने हो। अनि त्यसै गरी एलएम एरिनामा पनि त्यस्तै टाइपको फिचर छ है। मैले यो अहिले तत्कालको लागि यो ग्रकलाई बन्द गरिदिएँ, साइड बाई साइड होइन, मैले ब्याटल मोडमा गएँ है। यहाँनिर पनि तपाईँको त्यस्तै टाइपको छ। एड फाइल भनेको यहाँ तपाईँले इमेज अपलोड गर्न सक्नुभयो, पिडिएफ अपलोड गर्न सक्नुभयो, फाइलहरू अपलोड गर्न सक्नुभयो होइन। अब अटोमा थिच्नुभयो भने अघि मैले भनिहालेँ इमेज बनाउने हुँदा मलाई इमेज बनाइदेऊ भनेपछि यसले इमेज बनाइदिने भयो। अब यो वेब सर्च भनेको छ। यो वेब सर्च तपाईँको च्याट जिपिटी, जिमिनी, एलएम एरिना सबैमा हुन्छ है। यो वेब सर्चको काम चाहिँ के हो भनेदेखि वेब जस्तै गुगलमा हामी सर्च गर्छौँ नि, मलाई केही चिजको सामान चाहिएको छ भने गुगलमा मैले सर्च गरेपछि त्यसले मलाई वेबसाइटको लिङ्क दिन्छ नि हो। त्यसै गरी हामीलाई केही सामानहरू किनबेच गर्नु छ अथवा केही कुनै ठाउँमा चाहिँ बुकिङ गर्नु छ होइन भनेदेखि हामीले यहाँनिर यसलाई सर्च गऱ्यौँ भनेदेखि यसले हामीलाई लिङ्क दिन्छ। त्यो लिङ्कमा थिचेर हामीले मजाले बुकिङहरू गर्न सक्नेछौँ है त। त्यसै गरी म यहाँनिर च्याट जिपिटीलाई सानो एउटा इमेज जेनेरेट गर्न लगाउँछु। इमेज जेनेरेट गर्दाखेरि कतिको चाहिँ नि फरक पर्नेछ। सुरुमा इमेज भन्दा पनि एउटा केही टेक्स्टहरू जेनेरेट गर्न लगाउँ है। जस्तै मलाई चाहिँ नेपालको बारेमा अथवा चाहिँ कुनै पनि देशको बारेमा अथवा कुनै पनि धर्मको बारेमा अथवा कुनै पनि केही चिजको बारेमा अब यो बम बारुद गोला सोला यस्ताको विषयमा सोध्यो भने त एन्सर दिँदैन यसले होइन। किनभनेदेखि अब त्यो पनि सिक्युरिटीको कारणले नै हो। जस्तै अब मान्छेहरूले
केही बिरामी भयो ओर्यो भनेदेखि च्याट जिपिटीलाई सोध्छन् नि यो मान्छे यस्तो बिरामी भएको छ यसको लागि कुन औषधि बेस्ट होला त भनेर सोध्छन्। च्याट जिपिटीले फ्याट्टा एन्सर दिइहाल्छ, त्यही औषधि किनेर लिएर आएर खान्छन्, त्यसपछि सुई किन पनि बेर लाउँदैनन्। हो त्यो भएको हुनाले च्याट जिपिटीले दिएको रिजल्ट 100मा 100% सही छ भनेर बिलिभ पनि गर्न मिल्दैन है। यसले यहाँ अगाडि नै भनिसकेको छ च्याट जिपिटी क्यान मेक मिस्टेक है, मिस्टेक चाहिँ गर्न सक्छ। त्यसमा चाहिँ अब आफ्नो पर्सनल अथवा चाहिँ इन्फर्मेटिभ के चिज कुरा तपाईँले चाहिँ मेन पोइन्टलाई समातेर चाहिँ च्याट जिपिटीलाई जेनेरेट गर्न लगाउनु भएको छ त्यो कुरालाई चाहिँ राम्रोसँगले क्रस भेरिफाई गरेर मात्रै युज गर्यो भने बेस्ट हुन्छ है त। अब यति गरिसकेपछि म यहाँनिर यसलाई चाहिँ केही कुराहरू सोध्छु। सोद्धाखेर यस्तो हुन्छ है, यसमा चाहिँ तपाईँको इङ्ग्लिसै आउनुपर्छ भन्ने हुँदैन है, नेपाली नै लेख्नुपर्छ भन्ने हुँदैन। हामीले नर्मल्ली च्याटिङ गर्छौँ नि रोमन नेपालीमा, हो त्यो हिसाबले पनि यसलाई हामीले च्याटिङ गऱ्यो भनेदेखि यसले हाम्रो भाषा राम्रोसँगले बुझ्छ। र यस्तो हुन्छ है, यसमा चाहिँ हामीले अलिकति विचार गर्नुपर्ने कुरा के हो भनेदेखि तपाईँले आफ्नो सोध्ने शैलीलाई चाहिँ विचार गर्नु पर्यो, याद गर्नु पर्यो कि कसरी तपाईँ सोध्दै हुनुहुन्छ च्याट जिपिटीलाई है। अब रेन्डमली इङ्ग्लिस नेपाली अनि त्यसपछिबाट रोमन नेपाली यो गोलमाल तरिकाले सोध्नु भएन यसलाई है। त्यो टाइपले सोध्यो भनेदेखि चाहिँ यसले एन्सर आउटपुट राम्रो दिँदैन, एकदम बिगार्छ। यसमा चाहिँ तपाईँले यदि रोमन नेपालीबाट सोध्नुहुन्छ भने पुरै रोमन नेपालीबाटै राम्रोसँगले यसलाई सोध्नुहोस्। इङ्ग्लिसमा सोध्नुहुन्छ भने राम्रोसँगले इङ्ग्लिसमा सोध्नुहोस्, इङ्ग्लिसमा मात्रै सोध्नुहोस् है। त्यसै गरी देवनागरिक भन्छन् नेपाली, शुद्ध नेपाली होइन, अक्षर हो त्यस्तो टाइपले लेखेर सोध्नुहुन्छ भने त्यसै गरी लेखेर नै सोध्नुहोस्। त्यसमा बिचमा इङ्ग्लिस अथवा रोमन नेपाली बिचमा घुसाउने काम नगरौँ। कस्तो ठाउँमा चाहिँ इङ्ग्लिस नेपाली राख्दाखेरि बेस्ट हुन्छ भन्ने कुरा हामी बिस्तारै सिक्दै जानेछौँ। किनभनेदेखि अलिकति डिफिकल्ट वर्डहरू हुन्छ नि, जस्तै अब हामीलाई चाहिँ नि च्याटिएको टियर होइन त्यस्तो चाहिँ नि वर्डहरूलाई चाहिँ अलिकति हामीले रिफरेन्सको रूपमा राखेर काम गरायौँ च्याट जिपिटीलाई भने अलिकति पर्फेक्ट तरिकाले बुझ्छ। र तपाईँले चाहिँ सोध्ने शैली तपाईँकै हुनुपर्छ। तपाईँले आज सोद्धाखेर अर्कै शैलीले सोध्नुभयो, भोलि सोद्धा अर्कै शैलीले सोध्नुभयो भने यसको रिजल्ट तपाईँले कहिले पनि प्रपर तरिकाले आउटपुट एकदम प्रपर तरिकाको पाउनलाई धेरै नै गाह्रो पर्छ। तपाईँको एउटा शैली हुनुपर्यो सोध्नको लागि, कुन शैलीबाट सोध्नुहुन्छ त्यही अनुसारले नै योसँग कन्भर्सेसन गर्नु पर्यो। 8-10 चोटि कन्भर्सेसन गरिसकेपछि तपाईँको ल्याङ्ग्वेज मजाले बुझ्छ यसले। र तपाईँले यदि रोमन नेपालीमा यसलाई सोध्नुहुन्छ भने यसले रोमन नेपालीमै पनि उत्तर दिन्छ है। तपाईँलाई रोमन नेपाली सजिलो लाग्छ भनेदेखि, अथवा तपाईँले रोमन नेपालीमा सोध्नुभयो, तपाईँलाई चाहिँ अब होइन मलाई चाहिँ नेपाली शब्द नै शुद्ध नेपाली अथवा देवनागरिक अक्षरमै एन्सर दियो भनेदेखि पढ्न सजिलो हुन्छ अथवा बुझ्न सजिलो हुन्छ जस्तो लाग्छ भनेदेखि त्यसै अनुसारले यसलाई कमान्ड दिन सक्नुहुन्छ, त्यही अनुसारले नै यसले एन्सर दिने हो है। इङ्ग्लिसमा सजिलो लाग्छ भने इङ्ग्लिसमै पनि माग्नलाई सकियो है त। अब यसलाई मैले यहाँनिर के भन्छु भनेदेखि मलाई नेपालको पोखराको विषयमा रोचक जानकारी चाहिएको छ, कम्तीमा पनि 10 वटा हुनुपर्छ हो। यसरी मैले यसलाई रोमनमै लेखेर अलिकति म स्क्रिन ठुलो पनि बनाइदिन्छु, अलिक सानो भयो भने हेर्नलाई गाह्रो भयो भनेदेखि मोबाइल भर्जनबाट हेर्दै हुनुहुन्छ भने 2 औँलाले त्यसलाई फाड्नु भयो भने त्यो जुम हुन्छ है। फेरि 2 औँलाले नजिक ल्याउनु भयो थिचेर भने त्यो जुम इन जुम आउट हुन्छ है। त्यो अनुसारले गर्नुभयो भने पनि अलिकति ठुलो पारेर स्क्रिन ठुलो पारेर हेर्न मिल्छ है त। मैले यसलाई रोमन नेपालीमा लेखेर मैले यसलाई पठाइदिएँ नि। यसले दिने रिजल्ट र अरू यो जिमिनीले दिने रिजल्ट अनि त्यसपछिबाट एलेमेरिनाले दिने रिजल्टमा चाहिँ थोरै डिफ्रेन्ट हुन्छ है। जस्तै मैले यसलाई यो प्रम्प्टलाई कपी गरेँ, यस्तो टाइपको आइकन जहाँ देखिन्छ बुझ्न सकियो कि यो चाहिँ कपी गर्ने आइकन हो। मैले यसमा थिचेँ भने यो कोड अटोमेटिकली यो लेखेका शब्दहरू अटोमेटिकली कपी हुनेछन् है। मोबाइलमा पनि देखाउँछ। अनि यो पेन्सिलको आइकन छ नि, यो पेन्सिलको आइकनमा थिच्नु भयो भने यसलाई एडिट गर्न पाउनुहुन्छ है। मैले चाहिँ यसलाई कपीको आइकनमा क्लिक गरेँ, जिमिनीमा ल्याएर यहाँनिर न्यू जिमिनी गरेर यहाँ यसलाई पेस्ट गरेर यसलाई पठाइदिएँ है त। त्यसै गरी मैले यो च्याट जिपिटीमा जे लेखेको थिएँ टेक्स्ट
त्यसलाई मैले च्याट जिपिटीमा राखेर पनि पठाइदिएँ, जिमिनीमा राखेर पनि पठाइदिएँ। सँगसँगै एलएम एरिनाको यो साइड बाई साइडमा यो दुईवटा टुल अघि हामीले चुज गरेका थियौँ। यो दुईवटा टुलमा दुईवटा टुलको रेस्पोन्स कस्तो कस्तो आउँछ त्यो पनि हेरौँ है त। त्यसको लागि मैले यसमा पनि सेम प्रम्प्ट राखेर यसलाई पठाइदिएँ है। अब यहाँनिर ग्रकले एन्सर दिने भयो, यहाँनिर क्लाउडले एन्सर दिने भयो। अब जुन एन्सर तपाईँलाई ठिक लाग्छ त्यही एन्सरलाई तपाईँले चाहिँ ओके गर्न सक्नुहुन्छ। यसले सोध्छ पनि तपाईँलाई ए नम्बरको मतलब एले दिएको एन्सर ठिक लाग्यो कि बीले दिएको एन्सर ठिक लाग्यो भनेर सोध्छ। त्यही अनुसारले आफूले अगाडि बढ्न सकियो है। अब मैले यहाँनिर च्याट जिपिटीमा जे कुरा मैले यहाँ रोमन नेपालीमा लेखेको थिएँ तर यसले मलाई चाहिँ देवनागरीको अक्षरमा नै एन्सर लेखेर दिएको छ भनेदेखि तर यहाँनिर के अरे उसमा के अरे यो जिमिनीमा पनि मैले यसलाई रोमन नेपालीमा सोधेको थिएँ, यसले मलाई देवनागरिक नेपाली अक्षरमै लेखेर दिएको छ। एलएम एरिनामा चाहिँ मैले के अरे रोमन नेपालीमा सोद्धाखेर यतापट्टि ग्रकले त मलाई यसरी के अरे नेपाली अक्षरमा पनि दिएको छ होइन। तर यतापट्टि क्लाउडले चाहिँ मलाई रोमन नेपालीमै लेखेर दिएको छ है। यसरी यहाँ रोमन नेपालीमै लेखेर दिएको छ। तर मलाई यो रोमन नेपालीमा चाहिएन, मलाई शुद्ध नेपालीमा चाहियो भने मैले चाहिँ यसलाई के भन्छु भने यहाँ अप्सन दिएको छ ए इज बेस्ट भनेको छ, बोथ आर गुड भनेको छ, बोथ आर ब्याड, बी इज बेटर भनेको छ। मैले बी इज बेटर गरिदिएँ है। बी इज बेटर गरिसकेपछि यसलाई भन्ने क्लाउडबाट किन थिचियो यो, क्लाउडबाट आएको एन्सर रोमन नेपालीमा छ, त्यसलाई शुद्ध नेपालीमा लेख भनेर यसलाई पठाइदिउँ। कहाँ पुग्यो ल, यहाँ यसले क्लाउडबाट आएको पनि यसलाई यतापट्टि साइडमा यी शुद्ध नेपालीमा लेखेर दिँदैछ है। यसरी नै शब्दलाई चाहिँ हामीले परिवर्तन गराई काम गराउन सकिन्छ। र यसले मतलब यतापट्टि जिमिनीले यो जेनेरेट गरेको जे कुराहरू छन् यो सबै कुरालाई तपाईँले राम्रोसँगले पढ्नुभयो र च्याट जिपिटीले जेनेरेट गरेका कुरालाई पनि राम्रोसँगले पढ्नुभयो भने यो भित्र लेखिएका शब्द फरक होलान्, तर यो सबै पढिसक्दाखेरि तपाईँले जे कुरा बुझ्नुहुन्छ च्याट जिपिटीले जेनेरेट गरेको कुरामा जिमिनीले जेनेरेट गरेको कुरा पनि उस्तै सेम लाग्छ, सेम फिल दिन्छ है। त्यसै गरी एलएम एरिनामा पनि जेनेरेट भएको कुरालाई राम्रोसँगले पढ्नुभयो भने च्याट जिपिटी र जिमिनीले जेनेरेट गरेको अनि एलएम एरिनाले जेनेरेट गरेको लगभग उस्तै लाग्छ। भित्रका यी शब्दहरू मात्रै केही तलमाथि होलान्, बाँकी भनेको सबै बुझ्दाखेर लास्टमा गएर बुझी हेर्दाखेर चाहिँ सबै तपाईँको सेम टु सेम फिल हुन्छ है त। अनि त्यसै गरी मैले यसलाई न्यू च्याट गरिदिन्छु। अब यदि हामीलाई चाहिँ फुटेज जेनेरेट गर्नु छ, मानौ तपाईँको चाहिँ कुनै पनि एउटा कार्टुन टाइपको इमेजहरू जेनेरेट गर्नु पर्यो रे, कस्तो भनेदेखि काउली फ्लावर के भन्छ त्यसलाई चाहिँ फुलकोपीमा हात खुट्टा नाक मुख भएको पनि बनाउनु पर्यो भने त्यो बनाउनको लागि चाहिँ तपाईँको मोबाइल यो के अरे च्याट जिपिटीबाट चाहिँ एकदम राम्रो बन्छ। हुन त अरूबाट पनि बन्छ होइन, तर अरूबाट भन्दा च्याट जिपिटीबाट एकदम राम्रो बन्छ। यसमा चाहिँ तपाईँको यतापट्टिको दुईवटा धर्सो हुन्छ यहाँ माथिपट्टि साइडमा मोबाइलमा, त्यो दुईवटा धर्सोमा क्लिक गर्नुभयो भने यतापट्टिको यो साइडको स्लाइडर खुल्छ। यसमा एप भन्ने हुन्छ, यस्तै टाइपको आइकन हुन्छ, माथिपट्टि साइडमा हुन्छ। एपमा तपाईँले क्लिक गर्नुभयो भने यहाँ माथिपट्टि साइडमा जिपिटिएस हुन्छ, अघि पनि मैले भनेको थिएँ। त्यो जिपिटिएसमा क्लिक गर्नुभयो भनेदेखि चाहिँ यस्तो टाइपले खुल्छ। यहाँनिर तपाईँले अब्जेक्ट टक भनेर सर्च गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर सर्च गरेको छ नि अब्जेक्ट टकहरू, त्यसै गरी अब्जेक्ट टक भनेर लेखेर छोडिदिनु भयो मात्रै भने पनि यो आफै अटोमेटिकली यो सर्च गर्दैछ यसले है। यसमा चाहिँ हामीले चाहिँ इन्टर दाबेर सर्च गराइराख्नु पर्दैन, यो आफै सर्च गर्छ। यसले रियल टाइममा डेटा लिएर आउँछ है, मतलब डेटा पनि लिएर आउँछ, अप्सनहरू पनि सबै रियल टाइममै लिएर आउँछ, यसको रियल टाइम अपडेटमा छ। अनि अब यसमा तपाईँले केलाई चाहिँ बनाउने हो त, पहिला सुरु यहाँ हेरौँ है। यो अब्जेक्ट टक हिन्दी भन्नेवाला छ नि, यो टुवाला सागसब्जीको लागि यो ठिक हुन्छ जस्तो छ। यसलाई अन गरेर
यसलाई स्टार्ट च्याट गर्नुभयो भने यसको नयाँ एउटा इन्टरफेस खुल्छ। किन खुलेन? हो, नयाँ एउटा इन्टरफेस खुल्छ। अब तपाईँलाई के चिज चाहिँ जेनेरेट गर्ने हो त्यसको बारेमा राम्रोसँगले यसलाई बुझाउनु पर्ने हुन्छ। यसलाई भन्ने मलाई एउटा काउलीफ्लावर को हात, खुट्टा, नाक, मुख भएको इमेज चाहिएको छ भनेर कमा गरिदिने। अनि यसलाई 1-2 स्टेप तल आउने है, यसरी तल आउनुपर्छ। तपाईँको कम्प्युटर अथवा ल्यापटपबाट काम गर्दै हुनुहुन्छ भने इन्टर दाब्नुभयो भने त सेन्ड हुन्छ, तर त्यसलाई इन्टर दाब्ने होइन, सिफ्ट दाबेको दाबै इन्टर दाब्नुभयो भने अनि बल्ल यो तल 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 सर्दै सर्दै आउँछ। यदि मोबाइलमा हो भनेदेखि त मोबाइलको लागि एकदम सजिलो छ, मोबाइलको किबोर्डमै आउँछ है। यसमा चाहिँ तपाईँको सबैभन्दा मुनिपट्टि साइडमा यस्तो टाइपको आइकन आउँछ, यस्तो उल्टा फर्केको तीर जस्तो इन्टरको जस्तो आइकन देखिने टाइपको एउटा बटन हुन्छ मोबाइलको मुनिपट्टि साइडमा। त्यसमा थिच्नुभयो भने तल्लो तल्लो स्टेपमा सर्दै सर्दै आउँछ। अनि यसलाई भन्ने माथि बताए अनुसारको इमेज जेनेरेट गरिदेऊ भनेर यसलाई पठाइदिउँ है। अब यसलाई चाहिँ यो अनुसारले पठाएपछि यसले यहाँनिर अब मैले लेखेका कुराहरूलाई राम्रोसँगले एनालाइज गरेर अब के अरे यसको लागि कि प्रम्प्ट दिन्छ यसले। यदि सर्भर प्याक भयो, मानौँ कि तपाईँको धेरै युजरहरूले च्याट जिपिटी चलाइरहेछन् भने यसले जेनेरेट गरेर दिँदैन। यसले भन्छ मैले प्रम्प्ट दिएको छु, त्यो प्रम्प्टलाई लगेर कि न्यानो बनानामा हाल्नु कि चाहिँ नि लगेर चाहिँ लियोनार्डो, मिड जर्नी यस्तो यस्तो टुलमा लगेर हालेर इमेज जेनेरेट गर्नु भन्छ। त्यसको भन्दा राम्रो क्वालिटी फेरि यसले जेनेरेट गर्छ। त्यो भएको हुनाले यसैबाट जेनेरेट गराउनको लागि त यस्तो टाइपको मजाको जेनेरेट गरेछ नि होइन। यसैबाट जेनेरेट गराउनको लागि चाहिँ त्यो प्रम्प्टलाई सर्लक्क कपी गर्ने, यहाँनिर प्लस आइकनमा थिच्नु भयो भनेदेखि यहाँ इमेज जेनेरेट भन्ने देखाउँछ। यहाँ के अरे यो उसभित्र छौँ अहिले, हामी अब्जेक्ट टकभित्र छौँ। यसको प्रम्प्टलाई कपी गर्ने, न्यू च्याट गरेर त्यहाँनिर प्लस आइकनमा थिच्नु भयो भने अघिको जस्तै क्रिएट इमेज भन्ने आइकन आउँछ, त्यसमा थिचेर प्रम्प्टलाई पेस्ट गरेर पठाइदिनु भयो भने यसै अनुसारको जेनेरेट गरेर दिन्छ है त। अब यो जेनेरेट गर्नको लागि मलाई प्रम्प्ट चाहियो भने यसलाई भन्न सकियो यो माथि जेनेरेट भएको इमेजको प्रम्प्ट देऊ। ल, यसको प्रम्प्ट पनि माग्न सकिन्छ। यसले यहाँनिर प्रम्प्ट जेनेरेट गरिदिँदैछ है। यसैलाई सर्लक्क हामीले कपी गरेर जुनै पनि प्लेटफर्ममा राख्न सकियो है। त्यसबाट पनि जेनेरेट गरेर हेर्नेछौँ। च्याट जिपिटीको क्रिएसन र अरू वेबसाइटको क्रिएसनमा धेरै डिफ्रेन्ट आउनेछ है। यसलाई मैले सर्लक्क कपी गरेँ, त्यसपछिबाट जिमिनीमा आएर न्यू च्याट गर्छु, यहाँनिर त्यसलाई सेम प्रम्प्ट राखेर यसलाई पठाइदिन्छु। अनि एलएमएरिनामा पनि यहाँनिर मैले यसलाई सर्लक्क न्यू च्याट गरौँ पहिला सुरु, अनि यहाँ आस्क एनिथिङ भनेकोमा त्यही प्रम्प्टलाई राखेर यसलाई यहाँ इमेज जेनेरेट गर्नेमा टिक लगाइदिउँ। दुईटैमा इमेज जेनेरेट गर्ने टिक लागेको छ, एउटामा चाहिँ जिमिनी छ, एउटामा च्याट जिपिटी छ है। यसलाई मैले पठाइदिएँ। दुईवटाले यतापट्टि साइडमा इमेज जेनेरेट गर्न सुरु गर्छ। यतापट्टिकोले जिमिनीले जेनेरेट गर्ने भयो, यतापट्टि चाहिँ च्याट जिपिटीले जेनेरेट गर्ने भयो। दुईवटै टुलले यहाँनिर इमेज जेनेरेट गरेर देखाउनेछ है। च्याट जिपिटीको त यहाँ हामीले गरिसकेका छौँ, हेरिसकेका छौँ, एकदम राम्रो बवाल बनाएको छ। ल ठिक छ। त्यसै गरी यसमा फेरि यस्तो टाइपको बनाइदियो, यसले सेम प्रम्प्ट ल्याएर राख्यो हो नि त हामीले। यसमा फेरि यस्तो टाइपको बनाइदियो। अब फेरि यसमा अर्को कुरा के चाहिँ हेर्न सकिन्छ भनेदेखि मानौँ त्यसको लागि म नेक्स्ट उयो गर्छु है। यसलाई मैले गरिनँ, नेक्स्ट गर्छु। किनभनेदेखि यस्तो यो कार्टुन टाइपको इमेजमा भन्दा त्यो अलिकति रियलिस्टिक फिल दिने टाइपको इमेजमा गऱ्यो भने बेस्ट हुन्छ। त्यसको लागि म के गर्छु भने पहिला सुरु के अरे गुगलको म्याप खोल्छु। यहाँ म्यापभित्र त तपाईँहरूले त खोल्न जान्नु भएको छ होला, मोबाइलमा पनि पाइन्छ म्याप भन्ने आइकन हुन्छ, त्यसभित्र खोल्नुभयो भने यसै गरी कहाँनिर हो के हो भन्ने यो त खोल्न जान्नुहुन्छ होला होइन। यसमा चाहिँ इक्जाम्पलको लागि मलाई चाहिँ यहाँनिर यो विराटनगरको चोक छ, यहाँनिर यो चोकमा धेरै भिड हुने रहेछ अरे है। अब यो चोकमा यहाँदेखि लिएर यहाँसम्मको एउटा चाहिँ मलाई पुल हाल्नु छ, यहाँदेखि लिएर यहाँसम्मको पुल भनेको ब्रिज
हाल्नु छ भनेदेखि यसलाई मैले सर्लक्कै यति जतिको रेन्जमा राखेर यसलाई स्क्रिनसट गर्ने है। यसलाई यति जतिको स्क्रिनसट गऱ्यो भने एकदम राम्रो हुन्छ। ल यति जतिलाई यसको स्क्रिनसट गर्ने। स्क्रिनसट गरिसकेपछि च्याट जिपिटीमा आउने, न्यू च्याट गर्ने। अब मैले यहाँनिर स्क्रिनसट गरेकोलाई यहाँनिर देखाउनु पर्ने हो। देखाएँ। ल स्क्रिनसट गरेकोलाई मैले यहाँ हालिदिएँ। अब यसलाई भन्छु अपलोडेड इमेजलाई ओइल पेन्ट गरेर रिजेनेरेट गर। यसलाई पहिला सुरु ओइल पेन्ट गरेर रिजेनेरेट गरौँ। जेनेरेट गरिसकेपछि यसलाई सिलेक्ट एरिया गरेर यसमा पुल हाल्ने काम गरौँ है त। त्यसै गरी जिमिनीमा पनि गर्न मिल्छ है। जिमिनीमा पनि मैले यहाँनिर यसैलाई राखिदिएँ अनि यसलाई पनि सेम यतापट्टि यहाँ जुन चाहिँ ओइल पेन्ट भनेको छौँ नि त्यो वालालाई कपी गरेर ल्याएर जिमिनीमा पनि सेम टेक्स्ट ल्याएर राखेर यसलाई पठाइदियौँ भने यसले पनि त्यसै अनुसारले जेनेरेट गर्नेछ। हेरौँ है त। यहाँनिर च्याट जिपिटीले जेनेरेट गर्दैछ। च्याट जिपिटीको जेनेरेट हुनलाई अलिकति समय लाग्नेछ, जिमिनीको चाहिँ अलिक फास्टमा भइहाल्छ है। त्यसै गरी सेम काम यहीँनिर पनि गर्न मिल्छ है। यो जुन चाहिँ एलएम एरिना छ नि यसैमा पनि गर्न मिल्छ। च्याट जिपिटीको क्रिएसन यस्तो रे, जिमिनीको क्रिएसन यस्तो रे। ल ठिकै छ। यसलाई न्यू च्याट गरौँ। अब यहाँनिर यो इमेजलाई राखेर अनि यो टेक्स्ट जुन चाहिँ च्याट जिपिटीमा हामीले भनेको थियौँ नि अपलोडेड इमेजलाई ओइल पेन्ट गरेर रिजेनेरेट गरेर ल यसलाई पठाइदिउँ। लोडिङ हुँदैछ। अब दुईवटैले अब यसलाई चाहिँ कस्तो टाइपले जेनेरेट गर्छन् हेरौँ है। ल यसो टाइपले चाहिँ जिमिनीले जेनेरेट गरेर दिएको छ है। यहाँनिर हेर्न सकिन्छ। यस्तो टाइपले जिमिनीले जेनेरेट गरेर दिएको छ। च्याट जिपिटीले पनि यहाँनिर यी जेनेरेट गर्दैछ। ल च्याट जिपिटीले पनि एकदम यो हिसाबले जेनेरेट गरेको छ। ल ठिक छ है। अब यसमा हामीलाई यहाँनिर पुल राख्नु छ यहाँदेखि लिएर यहाँसम्मको भने यहाँनिर माथिपट्टि अप्सन छ नि सेलेक्ट लेखेको, यसलाई सेलेक्ट गरेर यता यहाँ होभर गर्नुभयो भने यहाँ एउटा सानो डल्लो वाटर जस्तो टाइपले मतलब पानीको फोका जस्तो टाइपको यहाँनिर कुदिरहेको देख्नु भएको छ नि यो स्क्रिनभित्र यो विराटनगर लेखेको एरियामा हो योलाई चाहिँ तपाईँले ठ्याक्क यहाँदेखिबाट क्लिक गरेर यसरी यस्तो टाइपले बनाइदिनु भयो भनेदेखि अब यहाँनिर पुल हाल्न मिल्छ हामीले है। यसलाई चाहिँ एरियालाई सेलेक्ट गर्ने काम गर्यो यसले। अब यहाँ डिस्क्राइब एडिट भनेको छ नि अब यसलाई भन्ने सेलेक्ट गरेको एरियामा फ्लाइओभर ब्रिज हुनुपर्छ। ल यत्तिकै यसलाई मैले पठाइदिएँ। अलिकति समय लिन्छ यसले लोडिङ गर्नको लागि। अनि त्यसपछि बल्ल रिप्लाईमा आएर बस्ने हो। एकछिन वेट गरेर हेऱ्यो भने आफै यसले रिडाइरेक्ट गरिहाल्छ। ल रिडाइरेक्ट गरिहाल्यो है त। यसले एनालाइज गर्दैछ। यहाँनिर मैले दिएको फुटेजहरू रिप्लाईमा यहाँ राखेको छ र मैले लेखेको टेक्स्ट यहाँनिर आएको छ। मैले पुल हुनुपर्छ भनेको छु, फ्लाइओभर पुल हुनुपर्छ भनेको छ। त्यसले यहाँ जेनेरेट गर्दैछ है त। त्यसै गरी जिमिनीमा पनि मैले यसलाई ओपन गरेँ। ओपन गरेपछि यहाँनिर एउटा बटन दिएको छ नि यो बटनलाई मैले यतापट्टि साइडमा लगाएर यो रेड कलरको बटनलाई यहाँबाट यसरी कोरेर यहाँनिर लिएर आएँ। अनि त्यसपछि गरी फेरि यतिलाई यहाँबाट रिटर्न लिएर आएर यहाँनिर जोडिदिएँ हो। अब यसमा पनि अब यसलाई चाहिँ के भन्ने भने उता च्याट जिपिटीमा त सेलेक्ट गरेका थियौँ, त्यो भएको हुनाले च्याट जिपिटीलाई सेलेक्ट एरिया भनियो। यहाँ यसमा त सेलेक्ट गरेका थियौँ नि त, त्यो भएको हुनाले यसलाई सेलेक्ट गरेको एरियामा फ्लाइओभर हुनुपर्छ भन्यौँ होइन। अब जिमिनीमा त यहाँनिर केरेका छौँ नि त रेडले त सर्को के अरे रेडले त मार्क गरेका छौँ नि रेड कलरले, त्यो भएको हुनाले यसलाई यहाँ डन गरौँ। डन गरिसकेपछि यसलाई यहाँनिर मुनिपट्टि साइडमा रिप्लाईमा आएर बसिसकेको छ। अब यो रेड कलरले केरेको ठाउँमा अथवा चिनो लगाएको ठाउँमा चाहिँ पुल हुनुपर्छ भनेर यसलाई भन्ने यसो भन्ने कि अपलोडेड इमेजमा रेड कलरले मार्क गरेको छ त्यसमा फ्लाइओभर ब्रिज हुनुपर्छ
है। यसलाई पनि पठाइदिउँ। ल यो पनि यहाँनिर जेनेरेट हुनको लागि घुम्दैछ। त्यसै गरी यहाँनिर एलए मेरिनाले के गर्यो, एलए मेरिनाले ओइल पेन्ट गर्यो। अब यसमा चाहिँ हामीले यो अघि जसरी च्याट जिपिटीमा गऱ्यौँ, के अरे सेलेक्ट गऱ्यौँ एरिया अथवा चाहिँ जिमिनीमा चाहिँ रेड कलरले मार्क गऱ्यौँ नि, त्यो चाहिँ यसबाट गर्न मिल्दैन है। यसमा चाहिँ त्यो अप्सन छैन, यो चाहिँ जेनेरेट हुने मात्रै हो। यसलाई यहाँ एडिट भन्ने छ, एडिटमा गयो भने यसैलाई रिफरेन्समा ल्याउने भयो। अब यदि हामीले मार्क गरेको भएन यो ठाउँमा चाहिँ पुल हुनुपर्छ भनेर भन्दा हुन्थ्यो। अब यो एडिटको अप्सन छ, एडिटमा थिच्यो भने यो यहीँनिर आइहाल्छ रिप्लाईमा। यो रिप्लाईमा आए त अर्थ नै रहेन होइन। यसमा चाहिँ अलिकति घाटा चाहिँ हुने छ, किनभनेदेखि यो फ्रीमा पनि चलाउनु छ। अब त्यस्तो त्यस्तो कुराहरू त यसले ब्यान्ड गरि नै हाल्ने भयो होइन। अब तपाईँको के अरे सबै फेसिलिटीहरू युज गर्ने हुँदाखेरि त पेड गर्नु पर्यो। यहाँनिर फ्लाइओभरको पुल राखिदियो भनेको यहाँ यस्तो टाइपले फ्लाइओभर बनाइदिएको छ, यो चाहिँ जिमिनीले है। यसरी यहाँनिर एउटा फ्लाइओभरको पुल राखिदियो है। अब च्याट जिपिटीमा हेऱ्यो भने च्याट जिपिटीले पनि जेनेरेट गर्दैछ। कति टाइम लाग्यो हौ। ल च्याट जिपिटीले चाहिँ यहाँदेखि लिएर यहाँसम्मको चाहिँ पुलै जस्तो बनाइदिएको छ कि। यसलाई हेर्नुभयो भने तपाईँले पुलै छ, हेर्नु नि यहाँनिर खम्बा गाडेको छ यी एक एकवटा गरेर, अनि यसै मार्फतबाट यसरी बनाएको छ यो चाहिँ है। सबै कुराहरू सेम छन्, मात्रै यसमा पुल थपेको छ। अथवा यसमा चाहिँ तपाईँले के अरे 2-4वटा एक्सकाभेटर राखेर काम गर्दै गरेको, पुल बनाउँदै गरेको पनि बनाउन सक्नुहुन्छ होइन। त्यो चाहिँ मैले यहाँनिर यसलाई ओपन गरेर सेलेक्ट एरियामा गएर यो एउटा एरियालाई सेलेक्ट गरिदिएँ, अनि यो एउटा एरियालाई सेलेक्ट गरिदिएँ। अब यसलाई यहाँ भन्छु सेलेक्ट गरेको एरियामा जेसिबीले काम गर्दै गरेको जस्तो देखिनु पर्छ। मतलब फ्लाइओभर बनाउँदै गरेको जस्तो हुनुपर्छ भनेर यसलाई पठाइदियो भने यसले त्यसै अनुसारले, अब मैले यहाँ मार्क गरिसकेको छु, मार्क गरेको एरियामा जेसिबी एक्सकाभेटर लिएर आएर राखेर काम गर्दै गरेको जस्तो बनाउने भयो है। त्यसै गरी यसमा पनि जिमिनीमा पनि हामीले त्यसलाई मिलाउन सक्छौँ है। यसलाई ओपन गरेर यसको यो अब येल्लो कलरलाई सेलेक्ट गर्ने, त्यसपछिबाट यहाँनिर एउटा गोलो घेरो बनाउने हो, त्यसपछिबाट फेरि यहाँनिर एउटा गोलो घेरो बनाउने, त्यसपछिबाट यहाँ ग्रिन कलरलाई सेलेक्ट गरेर यहाँनिर चाहिँ यसरी बनाउने, किन यहाँनिर टिफरहरू लाइन लागेर बसेका छन् भन्ने हो। ल यसलाई डन गरौँ है। अब यहाँ मैले 2वटा कलरले 3 ठाउँमा सर्कल गरेको छु है। यसलाई यसरी भन्न सकिन्छ, अपलोडेड इमेजमा येल्लो कलरले मार्क गरेको छ, त्यसमा जेसिबीले काम गर्दै गरेको जस्तो बनाइदेऊ, अनि ग्रिन कलरले मार्क गरेको ठाउँमा के हुनु पर्यो, टिफर लाइनमा बसेको जस्तो हुनुपर्छ। टिफर भन्दाले नबुझ्ला, यसलाई चाहिँ सामान उठाउने गाडी अथवा ढुङ्गा माटो उठाउने गाडी भनेर पनि चिनाइदिउँ है। माटो बोक्ने गाडी। ल यसरी यसलाई पठाइदियो भने यसले यहाँनिर भने अनुसारले नै जेनेरेट गर्ने हो है। एलए मेरिनामा त्यति धेरै फिचर छैन। एलए मेरिना भने फ्रीमा चलाउने हो, त्यो भएको हुनाले मात्रै इमेज क्रिएसन गर्न सक्छ, नेपाली बुझ्न सक्छ, बस यति हो है। अब यहाँ च्याट जिपिटीमा हेरौँ कस्तो बनायो। च्याट जिपिटीमा यहाँ जेसिबीले काम गर्दै गरेको हुनुपर्छ भनेको थियो नि, मार्क गरे ठाउँमा जेसिबीले काम गर्दै गरेछ। यहाँनिर पनि यहाँ क्रेन लगाएर काम गर्दैछ, यहाँनिर छ जेसिबी, यहाँ पनि एउटा जेसिबी छ, यहाँ पनि एउटा जेसिबी छ है। यस्तो बवाल बवाल चिज बनाउन सकिन्छ।
आफूले सोचे जस्तो कुरा बनाउन सकिन्छ च्याट जिपिटी जिमिनी युज गरेर है त। यसले कसो बनायो यहाँनिर फेरि यसले मार्क गरेको एरिया राखेछ, यो मार्क गरेको कलरलाई रिमुभ गर्नुपर्ने थियो, ठिकै छ। अब यो लोगोहरू रिमुभ गर्ने ओर्ने यी सबै कुराहरू हामी डे 3 मा हेर्ने नै छौँ है। ल अब धेरै आज नगरौँ, किनभनेदेखि फर्स्ट टाइम क्लास जोइन गर्नुभएको सरहरूलाई धेरै गाह्रो पर्न सक्छ। यदि आजको क्लासमा केही त्यस्तो प्रश्नहरू छन् भनेदेखि सोध्न सकियो। भोलिबाट अलिकति हामी थोरै एडभान्समा हेर्नेछौँ, त्यसमा चाहिँ डाइरेक्टली टेक्स्ट राखेर स्पिच म्युजिक अनि त्यसपछिबाट रिसर्च गर्ने केही टुलहरू हेर्नेछौँ भोलिको दिनमा। त्यो भएको हुनाले आजको दिनमा जे कुरा गरियो त्यो कुरालाई चाहिँ राम्रोसँगले प्र्याक्टिस गर्नुभयो भने भोलिको दिनहरूमा एकदम सजिलो हुनेछ। र यदि चलाउन आउँछ भनेदेखि त भइहाल्यो, चलाउन आउँदैन भनेदेखि चाहिँ राम्रोसँगले प्र्याक्टिस गर्नुहोस्। रेकर्डेड भिडियो अहिले एकछिनपछि ग्रुपमा आइहाल्नेछ है त। मैले रेकर्डेडलाई बन्द गरिदिएँ।